Here we'll start with name, age, gender, occupation, address, and chief complaint. Chief complaint भन्दाखेरि अब सपोज एउटा पेसेन्ट आयो, बिरामी आयो या एथलेट्स आयो, उसलाई अब एङ्कल पेन भइरहेछ भनेर आयो, सो विल आस्क व्हाट ह्यापेन्ड हैन. सो उसको चिफ कम्प्लेन सुन्ने हो हामीले फर्स्ट. त्यो चिफ कम्प्लेन लेख्दाखेरि भने यु नोट इट डाउन. त्यो चाहिँ पेसेन्टले जस्तो भनेको पेसेन्टको ल्याङ्ग्वेजमा लेख्नु पऱ्यो. लाइक मलाई राइट पेन एङ्कल पेन भइरहेछ, हिँड्नलाई गाह्रो भइरहेछ हैन, भर्याङ चढ्नलाई गाह्रो भइरहेछ, ओर्लिनलाई गाह्रो भइरहेछ, डिफिकल्टी इन जम्पिङ, रनिङ. पेसेन्टले जस्तो पेसेन्टको वर्डमा लेख्नु पऱ्यो चिफ कम्प्लेन एउटा चाहिँ है त. वाट एभर दे से उनीहरूको वर्डमा लेख्नु पऱ्यो. लाइक यिनीहरूको टर्मिनोलोजीमा लेख्नु पऱ्यो. जस्ट हामीले एडभान्स टर्मिनोलोजीहरू युज गर्नु भएन चिफ कम्प्लेनमा चाहिँ है त. सपोज अब ब्याक पेन भनेर आयो भने मलाई ब्याक पेन भएछ, कसैलाई पेन भएछ ल तिम्रो चिफ कम्प्लेन भन ल, भन ल वाट इज चिफ कम्प्लेन. ल चिफ कम्प्लेन मैले सोधेँ तिमी ब्याक पेन, तिमी मेरो पेसेन्ट भयो, वाट ह्यापन टु यु, के भयो ल, के भयो भन न. स्ट्रेचिङ दिनकै गरेर हुन्छ, कहिले त ओभर एक्जर्ट गरिदिन्छ, पुछल्ट यहाँ थिच्दिन्छ, अनि त्यो अब जहिले दुखी नै लाग्छ क्या मलाई. त्यो ल्यान्डिङ गर्दाखेरि मेबी अब मेरो ल्यान्डिङ पोजिसनमा के प्रब्लम हो कि अब हामी त आकाशमा के भन्छ हावामा उडेर त्यो हेभी इम्प्याक्ट आउँछ नि त ल्यान्डिङ, अनि मेबी त्यसले गर्दा पनि हो कि. अनि स्पाइनमा त्यो यो लोवर ब्याक अनि यता चाहिँ दुखिरहेको छ मलाई. अब यही उसले भनेकोले हामीले सर्टकटमा अब आफ्नो उसले भनेको वर्डमा लेख्नुपर्ने हुन्छ. उसले ब्याक पेन छ, ल्यान्डिङ गर्दाखेरि दुख्छ होइन, धेरै इम्प्याक्ट गर्दा लो ब्याक पेन भनेर लेख्नु पऱ्यो. अब मोस्टली डिफिकल्टी इन उसले भनेको अनुसार डिफिकल्टी इन उसको एक्टिभिटिजमा भइरहेको छ. के एक्टिभिटिज भन्दाखेरि प्लेइङ एक्टिभिटिज, लाइक स्पोर्ट्स एक्टिभिटिजमा पेसेन्ट कम्प्लेन अफ होइन लो ब्याक पेन होइन ड्युरिङ स्पोर्ट्स एक्टिभिटिज भनेर लेख्नु पऱ्यो होइन. वार्मअप गरिसकेपछि चाहिँ त्यो अलिकति ठिक हुन्छ नर्किहाल्छ, तर पछि अब भनौँ न 1-2 दिन मैले एक्सर्साइज गरेन भने मलाई त्यो एकदम अर्कै पाराले दुख्छ कि त्यो अलिअलि हुन्छ. अब सो त्यसपछि चाहिँ वी हेभ हिस्ट्री. चिफ कम्प्लेन सुन्यो पेसेन्टको. सो हिस्ट्रीमा वी हेभ प्रेजेन्ट हिस्ट्री, पेन हिस्ट्री, पास्ट हिस्ट्री, फ्यामिली हिस्ट्री. यतिवटा 4वटा हिस्ट्री सोध्नुपर्ने हुन्छ. लाइक सपोज प्रेजेन्ट हिस्ट्री भनेपछि उसले चिफ कम्प्लेन ब्याक पेन छ भनेर भन्यो होइन. तर अनि अघि भने जस्तै एलो टु न्यारेट हिस्ट्री होइन, अघि भने जस्तै अब कहिलेदेखि सुरु भएको त होइन. अब वी हेभ टु आस्क क्वेसन डेट अफ अनसेट, कहिलेदेखि सुरु भएको त होइन. उसले अस्तिदेखि हिजो भर्खर भएको हुनसक्छ, आई हेभ सिन्स 1 month या सिन्स 1 year त्यो भन्न सकेन. हिस्ट्री अफ डेट अफ अनसेट. अनि मेकानिजम अफ इन्जुरी कसरी भएको त, कसैले म लडेको भन्न सक्छ होइन, कसैले अब यत्तिकै धार सर्केको, खेल्दाखेरि भएको मेकानिजम इन्जुरी सोध्नु पऱ्यो हामीले. देन मोड अफ अनसेट भनेको चाहिँ कस्तो टाइपको भयो, 81 भएको अरे भएको, कसैको चाहिँ अब धार सर्क्यो भनेको त 81 भएको हो नि त होइन. सडन मोड अफ अनसेट लेख्दा हुन्छ है त्यसमा. मोड अफ अनसेटमा सडन अनसेट, ग्रेजुअल इन्क्रिज भएको हुनसक्छ, बिस्तारै होइन. पहिलादेखि महिनौदेखि अलिअलि भएर बढेको हुनसक्छ होइन. त्यो सडन अनसेट, ग्रेजुअल इन्क्रिज त्यो भएको हुनसक्छ. सो अर्को कन्डिसन भन्दाखेरि त्यो पहिलाभन्दा इम्प्रुभ भइरहेछ कि होइन, उस्तै नै छ कि स्टेसनरी. एकनासको पेन 1 हप्तादेखि पेन भइरहेछ भनेपछि पहिला 1 हप्ताभन्दा अलिअलि कम भएछ कि इम्प्रुभमेन्ट भइरहेछ कि होइन. 1 हप्तादेखि पेन उस्तै नै छ कि स्टेसनरी भनेको त्यो हो. डिटेरियोरेट भनेको झन् बिग्रिँदै गइरहेछ. जुन दिनदेखि स्टार्ट भएको त्योभन्दा अझ झन् बिग्रिँदै गइरहेछ कि उस्तै नै छ कि या कम हुँदैछ, त्यो भयो होइन कन्डिसन. मस्कुलर विकनेस भइरहेछ कि छैन, जस्ट आक्स विल जस्ट आक्स यो प्रेजेन्ट हिस्ट्री भयो. अहिले हाम्रो कहाँ आएको बेलाको सिचुएसन के हो भनेर वी आर ट्राइङ टु गेट द इन्फर्मेसन है त. सो अनि अर्को भनेको पेन हिस्ट्री. अब ड्युरेसन अफ सिम्टम्स. अब यो दुख्न थालेको कहिलेदेखि धेरै दुख्न थालेको, ड्युरेसन कति भयो, टाइप अफ पेन भन्दाखेरि दे आर डिफ्रेन्ट टाइप अफ पेन. म पछि एउटा त्यो राख्ने बिर्सेँ मैले होइन. सो जस्तै एउटा एकिङ पेन भनेको ब्याक एकिङ पेन भन्छ, प्रिकिङ पेन हुन्छ, कहिले खोचेको जस्तो दुख्ने हुन्छ होइन, डल एकिङ पेन हुन्छ, ओभरअल डल एकिङ पेन के DULL डल एकिङ पेन. अनि स्ट्याबिङ पेन हुन्छ,
अर्को टिङ्लिङ भइरहेको हुन्छ कहिले झुमझुम झुमझुम आउने मान्छेहरूले दे आर डिफ्रेन्ट टाइप अफ पेन हुन्छ सो पिन्चिङ पेन स्ट्याबिङ पेन डलेकिङ पेन होइन प्रिकिङ पेन टिङ्लिङ पेन म पछि दिन्छु एउटा पनि है टाइप अफ पेन धेरै टाइप अफ पेनहरू छ अनि त्यो पेन चाहिँ अब के गर्दा एग्रिभेट हुन्छ त कसैले के कम्प्लेन गर्दछ भन्दाखेरि मैले अलिक धेरै हिँडेँ कि मेरो पेन एग्रिभेट हुन्छ लामो समयसम्म बस्यो भने पेन आउँछ त्यो एग्रिभेटिङ फ्याक्टर हो के गरेपछि चाहिँ पेन बढ्छ त मैले खेल्यो भने पेन एग्रिभेट हुन्छ जम्प गऱ्यो भने मैले पेन एग्रिभेट हुन्छ एथलिट्सको कन्डिसनमा होइन दौड्यो भने मेरो पेन एग्रिभेट हुन्छ एक्सर्साइज गऱ्यो भने मेरो पेन एग्रिभेट हुन्छ होइन एग्रिभेटिङ फ्याक्टर हो रिलिफिङ फ्याक्टर चाहिँ के गरेपछि चाहिँ पेन कम हुन्छ मैले रेस्ट लियो भने पेन रिलिफ हुन्छ मोस्टली होइन या मैले सुत्यो भने पेन रिलिफ हुन्छ या मैले बस्यो भने पेन रिलिफ हुन्छ या मैले आइस प्याक गरेँ भने पेन रिलिफ हुन्छ मैले हट प्याक गरेँ भने पेन रिलिफ हुन्छ त्यो सोध्नु पऱ्यो वाट इज द एग्रिभेटिङ फ्याक्टर वाट इज यर रिलिफिङ पेन रिलिफिङ फ्याक्टर सो पास्ट हिस्ट्री एनी हिस्ट्री अफ ट्युबरकुलोसिस टिबी भएको छ कि छैन हिस्ट्री होइन सिस्टमिक डिजिजहरू सोध्ने हो आस्थामा छ कि छैन ब्लड प्रेसरहरू लो हाई ब्लड प्रेसर छ कि छैन डायबिटिज केस छ कि छैन कार्डियक प्रब्लमहरू छ कि छैन अनि केही अब एक्सिडेन्टल इन्जुरिजहरू पहिला भएको छ कि छैन होइन तिनीहरू सोध्ने पास्ट हिस्ट्रीहरू पहिला भएको इन्जुरिजहरू सर्जरी कुनै सर्जरी भएको छ कि छैन होइन त्यो पास्ट हिस्ट्री इफ सर्जरीहरू छ भने के सर्जरी त्यो पनि लेख्नुपर्ने हुन्छ फ्यामिली हिस्ट्री पनि के हेरिडिटरी डिजिजहरू छ कि होइन त्यो सोध्नु पऱ्यो कन्सेन्ग्युनिटी भनेको चाहिँ अहिले नेपालमा त्यति हुँदैन नेपालमा न कुनै त्यो गुरुङहरूको लामाहरूको हुन्छ लाइक सेम मामाहरूसँग बिहे गर्ने आफ्नै ब्लड रिलेसनसँग बिहा गर्ने चाहिँ त्यो चाहिँ किन सोध्नुपर्छ भन्दाखेरि चाहिँ त्यसले चाहिँ धेरै डिजिजहरू पनि आइरहेको हुन्छ कि त्यसले गर्दा चाहिँ है सेम ब्लड रिलेसनसँग चाहिँ बिहे गर्नेले चाहिँ त्यो भन्छ कन्सेन्ग्युनिटी भन्छ है त्यसले पनि धेरै डिफ्रेन्ट डिजिजहरू ट्रान्सफर हुन्छ कि है हाम्रो कुन जातमा हुन्छ त्यस्तो गुरुङ मगरमा हुन्छ है सो अब पर्सनल हिस्ट्री अब सिगरेट खान्छ कि खाँदैन अल्कोहल हर्मोन्स होइन सिगरेट र अल्कोहलको कन्जम्सनको बारे सोध्ने हो हाउ लङ नम्बर डे होइन सोसियलमा त कसै सोसियल ड्रिङ्किङ मात्र भन्छ होइन सोसियल अब सकेसम्म सोसियो इकोनोमिक हिस्ट्री अब कस्तो छ त होइन लाइक हाउ सोसियली इकोनोमिकली दे आर फाइन हो कि गरिब छ कि होइन धनी छ कि बिहा ओके तर नसोध्दा नि हुन्छ धेरैले होइन एकदम इम्पोर्टेन्ट होइन मेडिकल हिस्ट्री अब कसैले मेडिकेसन खाइरहेकोहरू पनि आउनसक्छ अब सपोज इनकेस भोलि हामीसँग काम गऱ्यो भने एथलिट्स मात्र होइन यु मे बी वर्किङ एज अ फिजियोथेरापिस्ट हाम्रो एसिस्टेन्ट भएर पनि काम गर्न सक्नुहुन्छ सो यु मे डिल विथ द नर्मल क्लाइन्ट्सहरूसँग पनि डिल गर्नुपर्ने हुनसक्छ है इफ यु आर वर्किङ विथ अस विथ मी है त सो प्रेजेन्ट मेडिकेसन के खाइरहेछ कि छैन होइन खाइरहेछ भने अब मेडिकेसनको नामै लेख्नु पर्दैन उनीहरूले त भन्छ मैले डायबिटिसको मेडिसिन खाइरहेको छु ब्लड प्रेसरको मेडिसिन खाइरहेको छु त्यति लेखै पुग्यो अनि त्यो मेडिसिनको नामै लेख्नुपर्छ भन्ने छैन होइन कुन डिजिजको मेडिसिन खाएर त्यसको अन मेडिकेसन डायबिटिज डिजिजको मेडिकेसन छ भनेर मात्रै नोट गर्ने हामीले त्यसपछि हाम्रो हिस्ट्री सक्यो होइन त्यसपछि अब्जर्भेसन भन्ने बित्तिकै के बुझ्यो अब्जर्भ गर्ने अब पेसेन्टले हामीले सोधिसक्यो के भएको भनेर सोधिसक्यो अब वी गन अब्जर्भ होइन त्यो पेसेन्ट या क्लाइन्टहरूलाई अब्जर्भ गर्ने बेला भयो सो जेनरल कन्डिसन अफ पेसेन्ट अब कस्तो छ त बिल्ड उसको पोर भनेको एकदम दुब्लो पातलो त्यो छ कि होइन एकदम दुब्लो पातलो हेर्ने नसक्ने छ कि गुड फेयर बिल भनेको मिजोमर्फिक मिक्टोमर्फिक एक्टोमर्फिक भन्छ कि अलिक दुब्लो हल्का मिडियम साइज मोर भनेको जस्तै त्यो पनि बिल्ड अनुसार पनि गर्न सकिन्छ कन्डिसन है या पोर गुड फेयर भनेको चाहिँ अब कहिलेकाहीँ चाहिँ उसको लाइक एकदम गाह्रो भइरहेछ होइन त्यो हिसाबले पनि हेर्नु मिल्यो होइन पोर एकदम गाह्रो भइरहेछ उसलाई होइन गुड भनेको लाइक ओके राम्रो भइरहेछ यु क्यान डु एक्टिभिटिज त्यो भयो फेयर भनेको चाहिँ ओके ठिक छ भन्ने चाहिँ पो भयो सो वेस्टिङ अब्जर्भेसनमा चाहिँ अरू वेस्टिङ भनेको चाहिँ सपोज कोही सर्जरी गरेर आएको छ अरे एथलिट्सहरूले पोस्ट सर्जरी आएको छ अरे होइन पोस्ट सर्जरी आएपछि उनीहरूको मसल वेस्टिङ भएको छ मसल बल्कै घट्छ नि त घटाइछ कि छैन त्यो चेक गर्नुपर्ने हुन्छ मसल वेस्टिङ चेक गर्ने हो क्या हामीले यसको बल मसल गर्दै कम हुन्छ कि याद गरेछ कसैको सर्जरी भएको छ सर्जरी गरेको साथीहरूको कसैको याद गरेछ गिलो भएर त्यो मसल बल्क यत्रो छ भने चाहिँ अलमोस्ट इन्च कम हुन्छ कि 1 इन्च चाहिँ कम जान्छ कि त्यो मसल वेस्टिङ भन्छ कि त्यसलाई चाहिँ
इडीमा अब इन्जुरी भर्खर फ्रेस इन्जुरी हो भने चाहिँ स्वेलिङहरू आउँछ इडीमा हुन्छ त्यो हेरेर थाहा हुन्छ नि स्वेलिङ भएको त हामीले होइन कम्पेरिङ राइट र लेफ्ट एङ्कलको स्प्रेन भएको आयो भने राइट र लेफ्टमा हेरेर थाहा हुन्छ स्वेलिङ इडीमा छ कि छैन सो यसमा अब्जर्भेसनमा वी आर नट गोन टच विल जस्ट अब्जर्भ इट है त त्यसैले त्यसको नामै अब्जर्भेसन भनेर लेखेको है त विल जस्ट गोन त अब्जर्भ छ एनी ब्यान्डेज अब कसैको त इन्जुरी भएको चाहिँ ब्यान्डेज लाएर आएछ एनी ब्यान्डेज लाएर आएछ कि घाउ छ भने कुनै स्कारहरू छ कि स्कार छ भने कुन एरियामा छ त होइन कति लामो छ त त्यो पनि नोट गर्नु पऱ्यो घाउ भएर आएको छ भनेपछि होइन अब सर्जरी गरेर आएको छ भने स्कारहरू त हुन्छ होइन सो एटिट्युड अफ द लिम्स भनेको सुपाइन भनेको के हो सिटिङ भनेको के हो सुपाइन पोजिसन भनेको थाहा छ हामी उतार्नु परेर सुत्छ नि त्यसलाई चाहिँ सुपाइन पोजिसन भन्छ कि सुपाइन पोजिसनमा अब एटिट्युड अफ लिम्ब किन भनेको भन्दाखेरि कोही अब हात दुखेर आएकोहरू कोही यस्तो गरेर आउँछ नि त्यो अब्जर्भ गर्नु पऱ्यो नि त हामीले होइन कसैको अब हात फ्र्याक्चर भएको यसरी आइरहेको हुन्छ इमोबिलाइज गरेर यसरी आइरहेको हुन्छ वाट इज द एटिट्युड अफ लिम्ब त अब एङ्कल स्प्रेन भएकोहरू हल्का यसरी आउनसक्छ होइन एङ्कल दुखेकोहरू सो त्यो हेर्नु पऱ्यो अब ढाडै दुखेकोहरू पनि अब हल्का यसरी कोही यसरी आइरहेको हुन्छ सो विल जस्ट अब्जर्भ त्यो अनुसार होइन त्यो सो सुपाइन पोजिसनमा अब्जर्भ गर्नु मिल्यो इफ पोसिबल होइन सिटिङ बसाएर अब्जर्भ गर्ने अनि स्ट्यान्डिङमा अब्जर्भ गर्ने लाइक एनी डिफर्मिटिज लाइक नर्मल भन्दा केही फरक छ कि छैन भनेर है सो यसको चाहिँ यसलाई चाहिँ पोस्चरल एनालाइसिस भन्छ कि त्यो पोस्चरल एनालाइसिस हाम्रो बायोमेकानिक्समा हुन्छ कि त्यो पनि आई विल डिस्कस टुडे हाउ टु वाट इज द नर्मल वान वाट इज द डिफर्मिटी वान भनेर है त सो एटिट्युड अफ टाइप अफ गेट भनेको चाहिँ कस्तो देयर आर डिफ्रेन्ट टाइप अफ गेट होइन अब कोही दुखेकोहरू यसलाई चाहिँ एन्टाल्जिक गेट भन्छ कि एन्टाल्जिक गेट कोही चाहिँ यसरी पनि जान्छ सर्कमडक्सन घुमाएर सर्कमडक्सन भनेको छ नि त मैले एन्टाल्जिक भनेर चाहिँ एन्टाल्जिया भनेको चाहिँ कस्तो भन्छ दुखाइले चाहिँ एन्टाल्जिया भन्छ कि त्यसो चाहिँ एन्टाल्जिक ANTALGIC एन्टाल्जिक गेट एन्टाल्जिक यस्तो दुखेपछि प्रायः यसरी नै हेर्छ नि त होइन सर्कमडक्सन देयर आर डिफ्रेन्ट टाइप अफ गेट छ त्यसको म पछि लिस्ट दिन्छु आज विल जस्ट अनि अर्को कुन छ कस्तो देखो सो सफ्लिङ गेट भनेर पनि भन्छ कोही यसरी पनि हिँडेर हुन्छ होइन दुखेपछि होइन सफ्लिङ सर्ट स्टप लिएर सो डिफ्रेन्ट जस्ट गेट नर्मल भन्दा तिमीलाई सजिलो तरिकाले हेर्दाखेरि नर्मल मान्छे हिँड्ने भन्दा एबनर्मल भयो भने एबनर्मल गेट प्याटर्न भनेर लेख्दैन यही लेख्नुपर्छ भनेर चाहिँ होइन अब उनीहरूले लेख्ला होइन फिजियोथेरापीले तिमीले हेर्दाखेरि चाहिँ चेन्ज इन गेट प्याटर्न होइन राम्ररी हिँडिरहेको छैन अब गेट चेन्जमा पनि कुन चाहिँ राइट लेग कि लेफ्ट लेग त्यो लेख्थ्यो होइन कुनमा चाहिँ राम्रो भएको छैन त्यही त थाहा भइहाल्यो नर्मल त थाहा चाहिँ छ हामी कसरी हुन्छ भनेर एबनर्मल गेट प्याटर्न भनेर लेख्दैनौँ होइन अब डिफर्मिटी छ भने चाहिँ अब कसैको हात बाङ्गेको खुट्टा बाङ्गेको हुन्छ नि त डिफर्मिटिजहरू छ भने चाहिँ एस पोजिटिभ भनेर लेखिदेऊ होइन यदि मलाई थाहा छैन देयर आर डिफ्रेन्ट टाइप अफ डिफर्मिटिज अब त्यो पढिराख्ने कि त्यो डिफर्मिटिजहरू चाहिँ म हल्का त्यो पोस्चरल आज म डिस्कस गर्छु पोस्चरल एनालाइसिसहरू चाहिँ सिकाइदिन्छु म त्यसमा डिफर्मिटिजहरू थाहा हुन्छ हल्का गेटहरू थाहा हुन्छ है पछि बायोमेकानिक्समाहरूमा आउँछ यो गेट र डिफर्मिटिजहरू त्यसपछि पाल्पेसन भने चाहिँ नाउ वी गर्न टच अब चाहिँ टच गर्ने हामीले पेसेन्टलाई है त सो हामीले त्यो अब्जर्भेसन चाहिँ कहिलेकाहीँ चाहिँ होइन पेसेन्टलाई त्यो हिस्ट्रीहरू सोद्धा त्यो बेला समय नै हामीले अब्जर्भ गरिराख्ने कि उसको कसरी हिँडिरहेछ होइन बोलिरहेछ होइन हात खुट्टा कसरी पोजिसन गरिरहेछ त्यो बेलै सकिसकेको हुन्छ कि हाम्रो अब्जर्भेसनहरू चाहिँ सेपरेट बस भनेर यसरी चाहिँ हेर्ने हुँदैन कि हामी प्रायः चाहिँ ताक्तो अलिअलि हेर्छ बस भनेर खुट्टामा के छ यसरी हेर्छ होइन तर म्याक्सिमम् अब्जर्भेसन काम चाहिँ हामीले हिस्ट्रीहरू लिँदा चिफ कम्प्लेन लिँदाखेरि नै सकिसकेको हुन्छ कि अब्जर्भेसन गर्दा गर्दै कुरा गरिरहेको हुन्छ हामीले देखिसकेको हुन्छ अनि हामीले चिफ कम्प्लेन गर्दाखेरि नै अब उसलाई अब्जर्भेसन गर्दा गर्दै नै चिफ कम्प्लेनहरू हिस्ट्रीहरू सोधिरहेको हुन्छ हामी है त सो अब चाहिँ नाउ चाहिँ वी गर्न टच पाल्पेसन भनेको चाहिँ पाल्पेट भन्छ कि वी गर्न पाल्पेटलाई पाल्पेसन भन्छ सो वी गर्न टच द पेसेन्ट नाउ सो टेन्डरनेस भनेको चाहिँ दुखाइ अब मैले यसरी दुख्यो छुँदाखेरि त्यसरी थिच्दाखेरि दुख्छ नि त्यसलाई चाहिँ टेन्डरनेस भन्छ कि अब सपोज तपाईँलाई यहाँ दुख्छ कि नै छैन देयर इज नो टेन्डरनेस नेगेटिभ भनेर लेख्ने हो यता छैन नदुखेको राम्रो हो उसलाई त्यहाँ उसको पोजिटिभ छ उसलाई दुख्यो
दुख्छ नि होइन मजा आउँछ सो वेन यु टच होइन अब घाउ भएकोलाई सुत्दाखेरि त दुख्छ नि त वेन यु टच गर्दाखेरि दुख्थ्यो भनेर चाहिँ त्यसलाई टेन्डरनेस पोजिटिभ भनेर लेख्दैछ त्यसको चाहिँ 4वटा ग्रेड रहेछ क्या सो पेन कम्प्लेन्स पेसेन्ट कम्प्लेन अफ पेन मात्र के मलाई दुखाइ मात्र छ हल्का दुखाइ मात्र छ तपाईँ अलिक भर्खर मजा आउँछ त्यो भने जस्ट पेन त्यो होला छ अब उसले चाहिँ के गरेको थियो थिच्ने बित्तिकै विङ गरेको थियो कि त्यो चाहिँ टाइप 2 भयो पेसेन्ट कम्प्लेन्स अफ पेन एन्ड विङ्स उसले थिच्ने बित्तिकै उसले के विङ गर्यो विङ्स हुन्छ कि यस्तो गर्यो नि त उसले भर्खर उसले थिच्दाखेरि होइन उस्तै त्यही गरेको होइन उसले त्यो विङ्स त्यो चाहिँ हामी थिच्ने बित्तिकै गरेर गर्छ नि त होइन त्यसलाई चाहिँ होइन त्यसपछि विङ्स मात्र होइन यो भएछ पेसेन्ट विङ्स एन्ड विथड्र भनेको चाहिँ हातले नै यस्तो हात समेत विथड्र गरिदिन्छ त्यो भने चाहिँ ग्रेड 3 मा पऱ्यो सो पेसेन्ट विल नट अलाउ टु पाल्पेसन अफ द जोइन्ट यस्तो पेन भइरहेको उसले छुनै दिँदैन हामीले होइन सो के भनेको लेभल 4 ग्रेड भन्छ त्यसलाई ग्रेड 1 ग्रेड 2 ग्रेड 3 ग्रेड 4 सो अब त्यही अनुसार हामीले टेन्डरनेस पोजिटिभ अब कुन ग्रेड छ ग्रेड 1 भनेर लेख्दिने या ग्रेड 2 भनेर लेख्दिने या ग्रेड 4 भनेर हामीले डकुमेन्टेसन गर्नुपर्ने हुन्छ है त सो डिफ्रेन्ट टिस्यु टेन्सन एन्ड टेक्सचर भनेको अब कहिलेकाहीँ हामीले मसल्सहरू छ भने चाहिँ लाइक वी हेभ टु पाल्पेट के स्किन र टिस्युहरूको टेन्सन एकदम टाइट छ कि हल्का सफ्ट छ कि भनेर त्यो चाहिँ पाल्पेट गरेर डिफ्रेन्ट सर्टकटमा लेखेको सो त्यो भयो सो डिफ्रेन्ट टिस्यु टेन्सन र टेक्सचर छ अब डिफ्रेन्ट मान्छेहरू डिफ्रेन्ट टिस्यु अब हल्का स्पाजम भएको टाइट भने अलिक सफ्ट छ कि टाइट छ कि स्पाजम टेक्सचर छ कि टाइट हुन्छ होइन टाइट भइरहेको त्यो टेक्सचर फिल गर्ने हो हामीले चाहिँ होइन टेम्परेचर भेरिएसन स्किन अब टेम्परेचर किन चाहिन्छ भने इन्फ्लेमेसन भएकोमा टेम्परेचर वार्म हुन्छ कि सो टेम्परेचर कस्तो छ भनेर चेक गर्नु पऱ्यो त्यो चाहिँ कसरी चेक गर्नु जुनमा कम्प्लेन सपोज उसले राइट रिस्टमा पेन छ भने पेन कम्प्लेन गरेछ भने वी हेभ टु कम्पेयर चाहिँ लेफ्टसँग दुवैसँग राखेपछि कम्पेयर गर्ने क्या लेफ्ट र राइटमा कति डिफ्रेन्स छ त भनेर इन्जोर पार्ट र नन इन्जोर पार्टसँग चाहिँ कम्पेयर गर्ने हामीले सो छोएर स्किनको सो स्पाजम भनेको त्यही अघि टाइटनेस छ कि छैन त्यसमा ओभरयुजले गर्दा पनि हुन्छ स्पाजम भनेको चाहिँ एउटा प्रोटेक्टिभ मेकानिजम अफ आवर बडी हो कि खास त्यसले चाहिँ हामीलाई बचाउन खोजेको हो कि धेरै इन्जोर नहोस् भनेर के ढाड सर्केको किन हो भन्दाखेरि चाहिँ अब केही टिप्न लागेको बेला होइन अब स्पाइनमा धेरै इन्जोर नहोस् भनेर मसल चाहिँ आफै कन्ट्र्याक्ट भइदिन्छ कि अटो इट्स अ प्रोटेक्टिभ मेकानिजम अफ बडी हो कि खास चाहिँ हाम्रो बडीलाई फर्दर इन्जुरी नहोस् भनेर चाहिँ मसल चाहिँ करक्क भएर जाम भइदिएको हो कि त्यो है त्यो टाइप अफ स्किन ड्राई छ कि एक्सेसिभ मोइस्चर छ कि तर हामी जेनरल लाइफमा जाने कि एकदम डिटेल पनि जाँदैन जस्ट सरसर्ती हेरेर जस्ट नोट गर्दैन स्कार छ भाइ त्यो एडरेन्ट र नन एडरेन्ट भनेको चाहिँ के हो भन्दा फ्रेस स्कारहरू घाउ भएको कसको घाउ भएको छ नयाँ स्कारहरू के हुन्छ छुँदाखेरि पनि हल्लिँदैन अनि दुख्छ नि होइन सो यो चाहिँ नन एडरेन्ट भनेको मोबाइल छ कि फ्रेस स्कारहरू चाहिँ चल्दैन कि टाइट भएको स्किनसँग नन एडरेन्ट भनेको चाहिँ सो यो चाहिँ नन एडरेन्ट भयो एडेसन त्यसलाई एडेसन भन्छ कि एडेसन भनेको वर्ड सुनेको छ एडेसन भनेको चाहिँ जाम भइरहेको चाहिँ एडेसन भन्छ क्या ADSION चाहिँ एडेसनलाई नै एडेरेन्ट नन एडेरेन्ट भन्छ या एडेसन टाइट भएकोलाई चाहिँ नयाँ सर्जरी गरेको घाउहरू एकदम टाइट हुन्छ कि त्यो स्कार मोबाइलै हुँदैन तासिरा स्कार चाहिँ तासिरा नन मोबाइल के चाहिँ मोबाइल भन्नेलाई चाहिँ नन एडेसन भयो एडेसन भनेको चाहिँ टाइट हुनेलाई कि भित्रको नयाँ स्कार टिस्युहरू यिनीहरू चाहिँ एडेसन हुन्छ कि त्यसपछि विल सी स्वेलिङ छ भनेपछि चाहिँ वाट टाइप अफ स्वेलिङले चाहिँ कस्तो टाइपको स्वेलिङले चाहिँ कस्तो टाइपको इन्जुरी भएको हो भनेर चाहिँ डिनोट गर्छ भनेर हो कि अलिक ब्लडी चाहिँ कम्स सुन आफ्टर इन्जुरी होइन त्यसपछि
अलमोस्ट 8 to 24 आवर्स आउने चाहिँ साइनोभियल भनेको के थाहा छ जोइन्ट्सको बिचमा हुने फ्लुइडले फ्लुइड हो त्यो 8 to 24 आवर्समा भएको इन्जुरीहरूमा चाहिँ त्यही हो भने अब 8 to 24 आवर्समा आउने साइनोभियल भयो सुन आफ्टर इन्जुरी हल्का ब्लडी हुन्छ त्यो इन्फ्लामेसनलाई चाहिँ जब टाइटिस भएको चाहिँ इन्फ्लामेसन क्या साइनोभाइटिस भने चाहिँ इन्फ्लामेसन टिनोभाइटिस भने अब साइनोभियल फ्लुइड इन्फ्लामेसन भएको साइनोभाइटिस भयो टेन्डन इन्फ्लामेसन भएको टेन्डिनाइटिस भयो होइन मसल भएको मस्कुलर त हुँदैन मिनिन्जिस भयो भने मिनिटाइटिस भनेको इन्फ्लामेसन भयो भनेर बुझ्ने हो कि त्यो मेडिकल टर्म हो है त अनि त्यसपछि हल्का स्पन्जी भयो भने पनि त्यो पनि साइनोभियल फ्लुइडै भयो होइन हार्ड टेन्स फिलिङ हल्का वार्म भयो भने फेरि कहिलेकाहीँ त्यो हामी पन्च खाँदाखेरि हुन्छ नि ठोकिँदाखेरि कुनै कता ठोकिँदाखेरि अनि ब्रुजेसहरू होइन ब्लडी निलो अलिक साह्रो पनि हुन्छ नि होइन त्यो चाहिँ ब्लडी भयो होइन टफ ड्राईहरू चाहिँ क्यालस यो चाहिँ कस्तो एक्जाम एकदम थिक भन्नु थाल्यो अब कसैको यो क्रोनिकमा चाहिँ अब हाम्रो लाइक ओल्ड एज पिपलहरूको खुट्टा सुन्नेर यत्रो भयो डर्माटोलोजिस्टले गर्छ सफ भराउँछ नेल कटरले काटिदिने तिम्रो त बारबेल उठाउनुको धेरै हुन्छ नि है सो त्यो लेटरली क्रोनिक पेनहरू चाहिँ हल्का त्यो एजेड मान्छेहरूको पुरा खुट्टा स्वेलिङ हुँदाखेरि कस्तो हुन्छ नि ठिक भएर त्यहाँ छुँदाखेरि त्यो चाहिँ त्यो भयो है क्रोनिक भनेको चाहिँ लङ टर्म छ मोर देन 3 to 4 weeks भयो भने त्यसलाई क्रोनिक भन्छ है त एक्युट सब एक्युट क्रोनिक भन्छ कि एक्युट केस भनेको चाहिँ अप टु 7 to 10 days लामो इन्जुरीलाई चाहिँ एक्युट भन्यो म्याक्सिमम् हामीले 2 weeksसम्म लग्ने मैले एक्युट केसलाई होइन 2 देखि 4 to 6 weeksसम्म चाहिँ सब एक्युट केस भयो त्योभन्दा बेसी लामो भयो भने चाहिँ त्यसलाई क्रोनिक भन्छ है त कुनै पनि इन्जुरी होस् जे पनि सो क्रोनिक हुने बित्तिकै कुनै पनि केस क्रोनिकमा जाने बित्तिकै त्यसले साइकोलोजिकली पनि इफेक्ट गर्छ है माइन्डलाई पनि इफेक्ट गर्छ सो हामीले ट्रिटमेन्ट गर्दाखेरि साइकोलोजिकल वाइज पनि हामीले सोच्नुपर्ने हुन्छ है सो अनि मान्छेलाई त्यो फियर भइरहेको हुन्छ क्रोनिक हुने बित्तिकै उनीलाई लामो समयसम्म ब्याक पेन भएकोहरूलाई उठ्नु बस्नलाई नै डर लागिरहेको हुन्छ एङ्कल स्प्रेन भएकोहरूलाई लाइक लामो समय पेन भइरहेकोलाई उनीहरूलाई जम्प गर्न के गर्न डर त्यो फियर चाहिँ आउँछ कन्फिडेन्स लुज हुन्छ साइकोलोजिकल पनि इफेक्ट गर्छ कि क्रोनिक पेन भइसकेपछि चाहिँ है कुनै पनि क्रोनिक भइसकेपछि चाहिँ है ठिक पिटिङ इडिमा सो स्वेलिङ र इडिमा के फरक त अब स्वेलिङ भनेको छ होइन सो इडिमा पनि भनेको छ इडिमा भनेको पनि स्वेलिङै हो कि अब कहिलेकाहीँ हामीले स्वेलिङहरूको तपाईँले थिच्दाखेरि खाल्टो जान्छ कि त्यो तपाईँलाई थाहा छ कि छैन म एउटा केमा देखाउने अब इडिमाको केस यहाँ युट्युबमा देखाउँछ त्यो मेरो नि एमआरआई गर्दा इडिमा छ भन्थे नि निमा नो टियर एभिडेन्स तर इडिमा छ त्यो फ्लुइडहरू जमेको हो भन्थे कहिले हजुर त्यो चाहिँ रेस्ट गर्यो भने आफै जान्छ रेस्ट कहिले कहिले भनेको कि त्यो चाहिँ 6 महिना अगाडि के भयो त्यो लिफ्टिङ गर्दा दुखिरहेको हुन्थ्यो कि नेसनल क्याम्पमा परेको थियो एक सेको खाएर 3 सेको पेराउने बेला अनि नेसनल क्याम्पमा परेको थियो अनि डक्टरलाई गयो होइन अनि डक्टरले जान्छ दुख्यो भन्दै कि Lighting edema is where a pit or indentation remains after applying pressure with your finger to an edematous area. You would document the edema based on the depth of the indentation. A 2 millimeter indentation indicates mild pitting and should be documented as 1. A 4 millimeter indentation as 2+. And an 8 millimeter indentation. कस्तो बुढो भयो धेरै कारणले हुन्छ इन्जुरिजहरूमा पनि हुन्छ सिस्टेमिक डिजिजहरूमा हुन्छ How to check for the pedal edema? Gently compress your thumb over the seam of tibia for the 15 seconds.
and then check for the खाल्टो के त्यो खाल्टो चाहिँ कति सेकेन्डमा कति टाइममा नर्मलमा आउँछ त्यो अनुसार चाहिँ ग्रेडिङ छुट्टा छ के अब त्यो 10 सेकेन्डमा हुन्छ कि होइन 20 सेकेन्डमा हुन्छ त्यो हुन्छ ग्रेड 1 ग्रेड 2 अब अहिलेसम्म भएको छैन अघि चिरागेर अहिलेसम्म खाल्टो गइरहेको छ यो त म्याक्सिमम् ग्रेडकै हो यो how to check for अहिले म्याक्सिमम् हार्ट डिजिज भएको पेसेन्टको किडनी डिजिज भएको पेसेन्टहरूको यो हुन्छ नै इभन अहिले नर्मल पेसेन्टहरूको पनि भइरहेको छ अस्ति मैले रिसेन्टली कसको डायग्नोज गरेको थिएँ मैले एउटा रनर थियो अस्ति भर्खरै लाइक ऊ पनि हामीसँगै अब लाइक अल्ट्रा रनिङ गर्दा त्यसले लाइक रेगुलर रनिङ गरिरहेछ then check for the indentation रेगुलर रनिङ गरिरहेछ अस्ति हो चेक गरेर उसको पनि पिटिङ इरीमा छ कि इभन मेरो ड्याडको हुन्छ यो एकदम धेरै दिनदिनै लाइक उभिरहेको हुन्छ काम गरिरहेछ उसको पनि इरीमा यो चेक बाई इयर्स आफ्नै चेक गर ल अलिकति चेक गरौँला ल प्र्याक्टिकलमा चेक गरौँला है मोस्ट अफ द केस चाहिँ लाइक हार्ट डिजिज भएको पेसेन्टहरूको किडनी डिजिज अनि लिभरको डिजिज भएकोहरूको हुन्छ त्यो गर्दा चाहिँ बोनमा गर्ने ठ्याक्कै टिबिया बोनमा यहाँ त्यो मैले सोध्न लाग्यो यो पिटिङ र यो अलिकति सोइलिङमा फरक छ भनेको हैन सोइलिङमा चाहिँ त्यो बस्दैन हो त्यो बस्दैन सोइलिङमा चाहिँ बस्दैन बस्दैन पिटिङमा बस्छ इडीमा इन्फ्लेमेसनमा पनि बस्छ नि यस्तो जस्तै बडी त्यो त्यो बस्यो भने चाहिँ त्यसलाई इडीमा भन्छ बसेन भने चाहिँ त्यसलाई स्वेलिङ भन्छ डिफ्रेन्स सिम्पल इन्फ्लेमेसनमा चाहिँ के छ डिफरेन्स इन्फ्लामेसन भएपछि स्वेलिङ हुने हो स्वेलिङ र इडीमा हुने हो फर्स्ट प्रोटेक्टिभ र होइन रिकभरी मेकानिजम बडीले कुनै पनि इन्जुरी भएपछि त्यसमा रियाक्ट गर्ने भनेको इन्फ्लामेसन भएर भनेको सो इन्फ्लामेसन भनेको चाहिँ के हो भन्दाखेरि सपोज भित्र घाउ भयो इन्जुरी भयो होइन त्यसलाई त हिलिङ प्रोसेस फर्स्ट हिलिङ प्रोसेस चाहिँ इन्फ्लामेसन हो के सपोज अब मेरो एङ्कलै स्प्रेन भयो सबसे कमन होइन एङ्कल स्प्रेन भयो भनेपछि त्यहाँ त लिगामेन्टलाई त फेसियाहरू लेगामेन्ट पनि वान अफ द फेसिया त के हो माइक्रो टियर भयो भने त यत्रो टाइट भएर बसिरहेको स्प्रेन हुने बित्तिकै स्वात्त माइक्रो टियर भयो नि त माइक्रो टियर हुने बित्तिकै त्यहाँ के भयो अब त्यहाँ ग्याप भयो अब त्यसको के भन्छ इन्ट्रोडक्सन भन्दाखेरि त्यसको अगेन्स्टमा त्यसको एक्सनमा अब बडीले चाहिँ के रियाक्सन गर्छ भन्दाखेरि चाहिँ त्यहाँ अब हाम्रो हिलिङ मेकानिजम एक्टिभेट भएर चाहिँ त्यहाँ अब हाम्रो वाइट ब्लड सेलहरू जान्छ कि वाइट ब्लड सेलहरू कोलेस्ट्रोलहरू जान्छ होइन अनि त्यहाँ हाम्रो इन्डस्ट्रियल फ्लुइडहरू जान्छ अनि त्यहाँ रियाक्सन गर्न थाल्छ कि त्यहाँ हिलिङ प्रोसेस सुरु हुनु नै त्यहाँ अनि त्यहाँ जुन ब्रेकडाउन भएको टिस्युहरूलाई चाहिँ अनि हाम्रो अरू टिस्युहरूले फ्यागोसाइड गरेर खाइदिन्छ कि लगिदिन्छ त्यसले लगेर अनि डाइजेस्ट गरिदिन्छ त्यसो हामी त्यो हुँदाखेरि चाहिँ त्यो सबै स्वेलिङ हुने हो कि अनि त्यसपछि चाहिँ अनि फेरि त्यो स्वेलिङलाई चाहिँ फेरि हाम्रो लिम्फेटिक ड्रेनेजमा हाम्रो मङ्गा भनेपछि हाम्रो घरमा घरको ढल जस्तै हुन्छ नि हाम्रो शरीरमा पनि त्यस्तो वेस्टेज ड्रेनेज गर्ने सिस्टम हुन्छ कि लिम्फेटिक सिस्टम हुन्छ कि त्यसमा ड्रेन हुन्छ अनि फ्रेस ब्लड आउँछ फ्रेस ब्लडले फेरि न्युट्रियन्सहरू ल्याउँछ त्यहाँ हिल गराउँछ त्यो हो कि त्यो हिल इट्स अ फर्स्ट रेस्पोन्स टु द एनी इन्जुरी हो कि बडीको रेस्पोन्स गर्ने फर्स्ट रेस्पोन्स चाहिँ भनेको इन्फ्लेमेसन गरेर गुड हो मैले एउटा रिसर्च गरेको हैन आइसिङ इज ब्याड भन्थे कहिलेकाहीँ अब कस्तो हुन्छ अहिले नयाँ रिसर्चले चाहिँ आइसिङ मात्र होइन वी हेभ टु डु हट एन्ड कोल्डले दुबई त्यो प्राइस के भन्छ नि त्यो एकदम पुरानो आउटडेटेड हो सो म चाहिँ मैले चाहिँ नयाँ रिसर्चमा चाहिँ कस्तो फिजियोलोजिकलले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ हट एन्ड कोल्ड दुवै गर्नुपर्छ एकैचोटि त्यो मैले एउटा रिसर्च गर्दा त्यसले के भन्थ्यो हैन आइसिङ इज ब्याड भन्थ्यो किनभने भन्दाखेरि जस्तै हाम्रो बडीले तपाईँले भने फर्स्ट रेस्पोन्ड गरिरहेको छ हैन त्यो रेस्पोन्ड जाँदा त्यो फ्लुइडहरू जान्छ त्यसले न्युट्रिसनहरू लिएर जान्छ सबै जाँदा त्यो बडीले रियाक्ट गर्न दिनुपर्छ भन्थ्यो इन एन्ड अन्टिल त्यो एकदम एक्सिडेन्ट भयो अथवा इन्जुरिज भयो तिमीले पर्फर्मेन्स दिनै पर्ने छ भने भन्छ आइसिङ त्यो गर्ने बेला गर्ने हो तर आइसिङले चाहिँ तिम्रो रिकभरी डिले पनि गर्न सक्छ सो अब अर्को एउटा चाहिँ सो अब त्यसको लागि तिमीले त्यसको सट्टा चाहिँ के गर्नुपर्छ त्यसको सोल्युसन के त तिमीले खेल्नु पर्ने छ इन्फ्लामेसन हुन दिनुपर्छ मैले भने इट्स अ बडी फर्स्ट रेस्पोन्स धेरै चेन्जेस गर्नु मिल्दैन तर दिनभरि पनि नगर्ने एकचोटि गर्ने हो नि त होइन धेरै मल्टिपल टाइम्स नगर्ने तर नयाँ रिसर्चले चाहिँ कस्तो देखा वी हेभ टु डु हट एन्ड कोल्ड रे कि एकचोटि आइस राख्यो राख्दा अनि वी स्टार्ट फिलिङ कोल्ड
दिस इज भेरी हट प्याक राख्यो कि कन्ट्रास्ट हाइड्रोथेरापी कन्ट्रास्ट थेरापी अनि फेरि हट राख्यो कि राख्दा फेरि न्यानो भयो फेरि कोल्ड आइस कोल्ड त्यो चाहिँ साउरमा नि राम्रो हुन्छ होइन फ्रेस ब्लड आउनु पऱ्यो नि त सो हामीले चाहिँ त्यो मेकानिजमलाई फेसिलिटेट गर्न खोजेको कि सो वेन यु पुट आइस अस्ति हामीले फेसियामा देखाएको थियो भित्रसम्म आर्ट्रिज क्यापिलरिजहरू गइरहेको छ नि त ब्लड भेसलहरूले होइन सो हामीले आइस राख्ने बित्तिकै के हुन्छ ब्लड भेसलहरू चाहिँ कन्स्ट्रिक्ट भइदिन्छ कि त्यो भइसकेपछि के भन्छ भन्दाखेरि त्यसले चाहिँ अब जति पनि कन्स्ट्रिक्ट भएपछि के हो त्यो भनेको थिचिदिएको हो नि त त्यो थिचेपछि के त्यो त्यहाँ भएको स्वेलिङहरूलाई चाहिँ पम्प गरेर माथि पठाइदियो कि होइन अब पम्प गयो त्यसपछि हामी फेरि हट राखेपछि फेरि डाइलेट भयो डाइलेट हुने बित्तिकै के भयो फ्रेस ब्लड आयो कि सो इम्प्योरलाई पम्प गर्थ्यो फ्रेस ब्लड आयो सो वी आर फेसिलिटिङ त राम्रो पम्प सिस्टम बनाइरहेछ सो त्यसले चाहिँ हिलिङ चाहिँ फेसिलिटेट गर्ने भयो कि वेस्ट प्रडक्टलाई चाहिँ बाहिर लग्थ्यो फ्रेस ब्लडलाई चाहिँ ल्याइदियो सो त्यसले चाहिँ अब हिलिङ फेसिलिटेट गर्ने भयो है सो कुनै पनि इन्जुरिजहरू हुँदा दिस इज द बेस्ट थिङ टु डु लभ पनि रहेछ पिस एन्ड लभ त्यो टन्टिसक्यो प्रोटोकल त्यो हाम भन्ने थियो राई अनि अर्को भनेको चाहिँ ट्रिपिटस भनेको चाहिँ हामी बेनसेन गरेको अलिक कुरुक चाउनु आउँछ नि त्यसलाई नै क्रिपिटस भन्छ क्रिपिटस छ कि छैन अब्नर्मल छ कि छैन त्यसले पोइ कहिलेकाहीँ चाहिँ त्यो जोइन्ट क्याप्सुलहरू पड्केको हुन्छ हामी औँला पर्का जस्तो होइन कहिलेकाहीँ चाहिँ त्यो मसल्स टेन्डनहरू फेसियाहरू एकअर्कामा रब गरेको हो कि त्यो रब गर्दाखेरि त्यो पेनफुल छ भने चाहिँ यु सुड कन्सिडर इफ पेनफुल छैन नो निड टु वरी है त त्यो सुरुको एक दुई मिनेट मात्र पड्किन्छ त्यही त त्यो हाम्रो स्टिफ भइरहेको एडिसन फर्म भइरहेको हुन्छ हाम्रो वर्कआउट गऱ्यो त्यहाँ पनि इन्फ्लेमेसन हुन्छ सपोज अब हामीले वर्कआउट गरिसकेपछि के हुन्छ भन्दाखेरि इभन एनिथिङ वर्कआउट गरोस् हिँडोस् जेसुकै गरे पनि भनेको हामीले वर्कआउट गरे मसल्स टेन्डन्सहरूमा चाहिँ माइक्रोटियर हुन्छ क्या माइक्रोटियर भएपछि के हो हिलिङ हुनै पऱ्यो इन्फ्लेमेसन हुन्छ अलिअलि हिलिङ हुने बित्तिकै त्यहाँ स्कार टिस्यु बाहिर स्कार टिस्यु फर्म भयो भित्र सानो सानो स्कार टिस्यु फर्म हुन्छ सो दुईवटा टिस्युहरू बिचमा त्यो एडिसन फर्म हुन्छ स्कार टिस्यु जोइन्ट भइदिन्छ क्या यहाँ जस्तै सुरु जस्तै त्यो एडिसनहरू जोइन्ट भएपछि अनि पछि सुरु गर्दाखेरि चाहिँ त्यो एडिसन ड्रप भएपछि त्यो किर्किर साउनु हुने हो क्या मल्टिपल टाइम त्यही इन्जुरी हुँदै त्यो थिक भएर आउँछ कि पातलो चाहिँ मोटो भएर आउँछ अब औँला कहिलेकाहीँ त्यो हाम्रो औँला मर्किँदाखेरि पहिला जस्तो सेपको हुँदैन मोटो हुन्छ नि त हो कि होइन त्यो के भएको त्यो एडिसन फर्म भएर त्यहाँ डिफर्मिटिज जस्तो आएको हो नि त सेम भित्र पनि त्यो टेन्डनहरूलाई धेरै रेगुलर इन्टरभल अफ स्ट्रेस हुँदा त्यो हिल होइन स्ट्रेस अनि टियर रिकभर हुँदा त्यहाँ पनि बाक्लो भएर आउँछ कि अनि त्यो रब हुने हो कि अनि त्यहाँबाट साउन्ड आउने हो कि इफ इट इज नट पेनफुल नो प्रब्लम है त अब क्रिपिटस छ भने तिम्रोमा केसमा क्रिपिटस प्रेजेन्ट छ पोजिटिभ तर नो पेन भनेर लेख्नु इफ पेन भनेपछि चाहिँ क्रिपिटस पोजिटिभ विथ पेन भनेर लेख्नु पऱ्यो अब कहिलेकाहीँ क्रिपिटसहरू चाहिँ अब ओल्ड एजहरूको चाहिँ त्यो बोन खिएपछि बोन पनि घिस्रिन सक्छ क्या त्यसमा चाहिँ वी सुड थिङ्क कार्टिलेज भएपछि चाहिँ त्यहाँबाट पनि आउँछ कि क्रिपिटस साउन्डहरू है ओल्ड एजहरूकोमा अब बोन नै त्यो भएपछि चाहिँ अब एक्जामिनेसन अब हामीले पाल्पेसन पनि गरिसक्यो अब पाल्पेसन गरिसकेपछि अब हाम्रो पालो भनेको एक्जामिनेसन गर्ने पालो होइन सो भाइटल साइन्स पहिला हेर्नु पऱ्यो लाइक उसको भनेको पल्स रेटहरू होइन हार्ट रेटहरू त्यो हेर्ने इफ यु क्यान डु त्यसपछि चाहिँ मोटार रेस्पिरेटरी रेट चेक गर्न सकिन्छ ब्लड प्रेसर चेक गर्न सकिन्छ होइन हार्ट पल्स रेट चेक गर्न सकिन्छ होइन त्यो भयो सो त्यसपछि मोटार एसेसमेन्ट भनेको उसको मुभमेन्टहरू चेक गर्ने मोटार भनेको चाहिँ मुभमेन्ट भयो सेन्सरी भनेको चाहिँ सेन्सेसन भयो सेन्सरी एसेसमेन्ट मोटार एसेसमेन्ट होइन सो मोटारमा चाहिँ मोर अफ मुभमेन्ट चेक गर्ने हुन्छ हामीले सो मुभमेन्टमा चाहिँ रेन्ज अफ मोसन है रेन्ज अफ मोसन भनेको तिमीलाई थाहा छैन होला है थाहा छ होइन रेन्ज अफ मोसन भनेको चाहिँ एउटा दुई टाइपको हुन्छ एक्टिभ र प्यासिभ एक्टिभ भनेको पेसेन्टले आफैले गर्न लगाउने
होइन हामीले गर्ने थेरापिस्टले गर्ने अहिलेको हामी चाहिँ एक्सटर्नल लोड एक्सटर्नल लोड भन्दाखेरि हामीले गर्नु पऱ्यो हामीले गरेर हेर्ने हामीले आफैले पुस गरेर हेर्ने पहिला आफै गर भन्ने अनि पछि हामीले गरेर हेर्ने क्या त्यो प्यासिभ हो अब एक्टिभ गर्दाखेरि ल नि सोल्डर पेन आछ भने आफै गरेर ल फ्लेक्सन गरेर हेर भन्ने अब कहाँ पेन छ माथि जाँदाखेरि पेन छ कि तल ल्याउँदाखेरि पेन छ त्यो सोध्नु पऱ्यो वेन एन्ड वेयर होइन वेयर पेन स्टार्ट अब माथि गर्दाखेरि कहाँ पेन यहाँ स्टार्ट भयो भने यहाँ स्टप गर भन्नुभयो त्यो सोध्नु पऱ्यो कम कहिले कहिले रेन्ज अफ मोसन फुल भयो भने उनीहरूले पेन कम्प्लेन गर्न सक्छ क्या अब कसैले मलाई यहाँ पुगेपछि मात्रै पेन हुन्छ पनि भन्छ क्या यहाँ पुगेपछि कसैले यहाँनिर पेन छ भने जस्तो त्यही सोध्ने वेन एन्ड वेयर पेन स्टार्ट्स के होइन त्यो कुन पोइन्टमा पेन स्टार्ट हुन्छ त अब ब्याक पेन भएको भने मलाई यति निहुरेपछि दुख्छ होइन कहिले चाहिँ मलाई माथि पछाडि गएपछि दुख्छ कुन पोइन्टमा दुख्छ त्यो सोध्ने हो नि त हामीले फ्लेक्सनमा दुख्छ कि एक्सटेन्सनमा दुख्छ कि होइन यो फ्लेक्सन एक्सन मलाई खोइ कहिले त्यो छ जस्तो लाग्छ भने डिस्लेक्सन छ जस्तो लाग्छ जसमा दायाँ बायाँमा एकदम कन्फ्युज हुन्छ अनि यो फ्लेक्सन एक्सटेन्सनमा नि कन्फ्युज हुन्छ एडक्सन एडक्सनमा नि कन्फ्युज हुने के भन्दा पढ्छ होइन याद हुन्छ अनि फेरि अनि त्यो त्यो युज टु नभएको दिनदिनै त्यो गरिराख्यो भने त्यो हुन्छ अब अर्को भनेको चाहिँ वेदर पेन मुभमेन्ट गर्दाखेरि पेन इन्क्रिज हुन्छ कि डिक्रिज हुन्छ होइन मुभमेन्ट गर्दाखेरि पेन इन्क्रिज हुन्छ कि हुँदैन त्यो सोध्नु पऱ्यो बढ्छ कि बढ्दैन मुभमेन्ट गऱ्यो भने त्यो सोध्नु पऱ्यो प्याटर्न अफ मुभमेन्ट अब कसैले हात दुखेकोहरूले कसै हात उठाउ भन्यो भने यो चाहिँ प्याटर्न अफ मुभमेन्ट चेक गर्नु पऱ्यो होइन अब बेन्ड गर भन्यो भने कसैले यस्तो बेन्ड गर्छ अफ्टर टाइम त्यो चेक गर्नु ट्रिकी मुभमेन्ट भनेको यही हो होइन ट्रिकी मुभमेन्ट गर्छ त्यही हो प्यासिभमा चाहिँ अब पेसेन्टहरूले गर्नु सकेन नै भनेपछि हामीले आफैले पनि एकचोटि गरेर चेक गर्ने रेन्ज अफ मोसन फुल जान्छ कि जाँदैन भनेर चेक गर्नु पऱ्यो उसले अब फुल गर्न सकेन अरे सो देन वी हेभ टु चेक फुलसम्म जान्छ कि जाँदैन रेन्ज फुल छ कि छैन भनेर पेन हुँदाखेरि पनि लाइक इफ दे आर एलाउङ अस टु डु गरेर हेर्नु पऱ्यो एकचोटि त्यसमा हेर्नु पऱ्यो है त अघि भने जस्तो अब यसमा प्याटर्न अफ मुभमेन्ट डिफ्रेन्स बिट्विन रेन्ज अफ मोसन एभाइलेबल अब गर्दा गर्दै कहाँसम्म कसै स्टिफ हामी कहाँसम्म कहिले आउँदाखेरि स्टिफनेस पनि भइसकेको हुन्छ कि प्यासिभ मुभमेन्ट गर्नुको कारणले लाइक हामीले कसैको स्टिफनेस भइसकेको हुन्छ सो हामीले अझ पुस गरेर हेर्ने क्या जान्छ कि जाँदैन त मस्कुलर विकनेस भएर नगएको कि स्टिफनेस भएर नगएको भनेर चेक गर्नलाई पनि डिफ्रेन्सिएट गर्नलाई पनि वी हेभ टु डु प्यासिभ मुभमेन्ट के है इनफिल भनेको चाहिँ जोइन्टको मुभमेन्टमा कस्तो टाइपको फिल आउँछ त मस्कुलर फिल आउँछ कि बोन टु फिल आउँछ कि भनेर चाहिँ सपोज अब एल्बो एक्सटेन्सन गर्दाखेरि ट्याक्क लक भइरहेछ त एल्बो एक्सटेन्सन गर्नु त होइन यो भनेको बोन टु बोन इनफिल भएको नर्मल भयो क्या बोन टु बोन भयो नि त होइन लक भइरहेछ बोनी फिल आइरहेछ नि त त्यो फिल भनेर फिल यु हेभ टु फिल त्यो इन रेन्जको फिल हेर्नु पऱ्यो त्यसैले नामै इन फिल दिइरहेको हो सो अब सफ्ट टिस्यु सफ्ट इनफिल बोन इनफिल बोन टु बोनलाई बोन इनफिल भयो सफ्ट इनफिललाई चाहिँ हामीले अब यो गर्दाखेरि मसल सफ्ट टिस्यु जोइन्ट भएको छ नि त यो सफ्ट इनफिल भयो भित्रको होइन त्यो फिल गर्दाखेरि स्पन्जी भइरहेको छ सफ्ट टिस्यु भइरहेको छ सफ्ट इनफिल छ नि त यसलाई सफ्ट इनफिल भन्यो अब यो गर्दाखेरि हेर हार्ड इनफिल टक्क भइरहेको छ यसलाई बोन कन्ट्याक्ट भइरहेको छ नि त होइन यो हार्ड इनफिल भयो यो गर्दाखेरि सफ्ट इनफिल मसल कन्ट्याक्ट यो क्वाड्रिसेपहरू गर्दा पनि सफ्ट इनफिल लचक गइरहेको छ नि त यो सफ्ट इनफिल अब एक्सटेन्सन गर्दाखेरि बोन होइन हार्ड इनफिल भयो नि त होइन सो सफ्ट इनफिल हार्ड इनफिल अर्को स्ट्रेच गर्दाखेरि टिस्यु स्ट्रेचको फिलिङ त सबैलाई थाहा नै छ होइन फर्म इनफिल भन्छ अब कहिलेकाहीँ अब हामीले अरू गर्दाखेरि चाहिँ कहिलेकाहीँ स्पाजमले गर्दा दिँदैन होइन अपनर्मलहरू कि मसल स्पाजम स्ट्रेच गर्दै जाँदैन होइन अब यति जानुपर्ने मसल स्पाजमले जाँदैन त्यो हार्ड क्याप्सुल सफ्ट बोन टु बोन कहिलेकाहीँ चाहिँ अब सोल्डर पनि कहिलेकाहीँ हाम्रो फ्रोजन सोल्डर भन्ने हुन्छ क्या खास त मजाले जानुपर्ने जाम हुन्छ त्यही भएर नि हार्ड इन्फिलहरू आउँछ कि हार्ड इन्फिल हुन्छ कि त्यहाँ पनि टक बोनै त्यहाँ जाम भएको टक्कै आवाज हुन्छ कि त्यहाँ एडिसन फर्म हुने हो
एडिसन भनेको त्यहाँ जाम भइदिने हो क्या फेसिया पुरै मसल फेसिया क्याप्सुलाइटिसबाट सुरु हुने हो त्यो क्याप्सुलाइटिस भनेको क्याप्सुलमा चाहिँ इन्फ्लेमेसन हुने हो त्यसलाई राम्ररी टेक केयर गर्ने चाहिँ एडिसन फर्म हुने हो कि अनि त्यो सोल्जर बर्टाइटिस के भन्छ नि बर्साइटिस त्यो भनेको चाहिँ के त्यो यो सोल्डरको यो हेड र होइन स्क्याबुलर यहाँ चाहिँ बिचमा चाहिँ ग्याप हुन्छ क्या फल हुन्छ बल एन्ड सकेट होइन त्यहाँ वर्षा भनेको फल हो वर्षा त्यो एउटा त्यो लिक्विड अथवा एयर टाइपको बबल्स आउँछ कि बबल्स भन्दाखेरि पनि त्यहाँ त्यो स्पेस चाहिँ भ्याकेन्ट हुन्छ क्या त्यसले कभर गरेर त्यसले चाहिँ वर्षा भन्छ BURSA क्या BARSHA होइन BURSA होइन वर्षा भन्छ अनि जे पनि टाइटिस भनेको इन्फ्लेमेसन हो क्या वर्षा इन्फ्लेमेसन भएपछि बर्साइटिस टेन्डन इन्फ्लेमेसन भएपछि टेन्डिनाइटिस आइटिस भएपछि त्यो इन्फ्लेमेसन भनेर बुझ्ने त्यो आइटिस भनेको टर्मिनोलोजी आउने बित्तिकै आइटिस भन्ने बित्तिकै इन्फ्लेमेसन हो है यो अनि यो म्यानुअल मसल टेस्टिङ भनेको चाहिँ अब कुन मसल्सहरू एफेक्टेड भएछ भनेर हामी टेस्ट गर्ने मिल्छ कि MMT भन्छ त्यसको पनि ग्रेडिङ छ लाइक ग्रेड 1 ग्रेड 2 ग्रेड 3 ग्रेड 4 ग्रेड 5 सो ग्रेड 1 ग्रेड 2 ग्रेड 3 ग्रेड 4 कतिवटा ग्रेड छ भने त ल ग्रेड 1 मा के हो जेरोमा चाहिँ के हो भने जेरो पनि हुन्छ त्यो अर्कै हो मैले म्यानुअल मसलको भनेको हामी अहिले पछि प्र्याक्टिकलमा गर्छौँ है त सो म्यानुअल मसल टेस्टिङ भन्ने चाहिँ मसलले चाहिँ कति काम गरेको छ भनेर हेर्ने हो क्या त्यसमा ग्रेड 5 वटा ग्रेड हुन्छ मैले त्यसमा इन्क्लुड गर्नु बिर्सेँ नेक्स्ट टाइममा म त्यो सबै एड गरेर ल्याइदिन्छु है सो त्यही फाइल PDF त्यो पेपर भनेर ल्याइदिन्छु सो ग्रेड 1 भनेको ग्रेड 0 भनेको चाहिँ प्यारालाइसिस भएको मान्छेहरूको मुभमेन्टै हुँदैन नि त ग्रेड 0 भयो मुभमेन्ट नभए प्यारालाइसिसहरूको मुभै हुँदैन नि त चाहिँ 5 वटा किन तर मजा आएन यसरी बस्छ न भने कस्तो यस्तो भयो यसरी बस्छ न अनि म खिच्छु यसरी पर्दैन यसरी राख न खुट्टा जेरो भनेको नो भिजिबल अर पाल्पेबल कन्ट्र्याक्सन होइन नो कन्ट्र्याक्सन पाल्पेबल गर्दाखेरि कन्ट्र्याक्सन नै थाहा हुँदैन होइन सो ग्रेड 1 भन्दाखेरि चाहिँ सो हल्का मात्रै कन्ट्र्याक्ट गर्न सक्छ भर्खर प्यारालाइसिस भएकोहरूले जस्ट यति मात्रै के जस्ट कन्ट्र्याक्सन यति मात्रै यो कन्ट्र्याक्ट गऱ्यो नि यति मात्र आयो भने चाहिँ ग्रेड 1 भयो जस्ट भिजिबल कन्ट्र्याक्सन हामीले यति मात्रै टाइट यो मात्रै कन्ट्र्याक्सन भयो नि यसलाई चाहिँ ग्रेड 1 भयो चलाउनै नसँग जेरो भयो त्यस्तै हुन्छ त्यो ग्रेड 1 मा भयो सो ग्रेड 2 मा चाहिँ फुल रेन्ज अफ मोसन गर्न सक्छ उसले चाहिँ तर कुन पोजिसनमा ग्राभिटी इलिमिनेसन पोजिसनमा भनेको चाहिँ यो भनेको चाहिँ अगेन्स्ट ग्राभिटी भयो उसले चाहिँ यसरी उठाउ भन्दाखेरि चाहिँ उठाउन सक्दैन तर
यसरी गऱ्यो भने चाहिँ गर्नु सक्छ। यो चाहिँ ग्राभिटी इलिमिनेट भयो नि त, अगेन्स्ट ग्राभिटी गइरहेको छैन नि त होइन। ग्राभिटी अगेन्स्ट ग्राभिटी उठाउन नै त्यति गाह्रो हुन्छ कि, किन ग्राभिटीले त एउटा फोर्सले तानिरहेको हुन्छ नि। यो पोजिसनमा हामीले ग्राभिटी इलिमिनेट गरिसक्यौँ के। सो यसरी चाहिँ गर्न सक्छ उसले, यसरी चाहिँ सक्दैन अगेन्स्ट ग्राभिटी। थर्ड भनेको चाहिँ त्यही हो, फुल रेन्ज अफ मोसन अगेन्स्ट ग्राभिटी पनि गर्न सक्छ उसले होइन। सो 4 मा चाहिँ फुल रेन्ज अफ मोसन अगेन्स्ट रेजिस्टेन्स, अलिकति रेजिस्टेन्स दिएपछि पनि उसले गर्न सक्छ फुल रेन्ज, अलिकति मिनिमम रेजिस्टेन्स होइन। ग्रेड 5 भने एकदम म्याक्सिमम रेजिस्टेन्स दिँदाखेरि पनि उसले फुल रेन्ज अफ मोसन गर्न सक्छ भने त्यसरी चेक गर्नु पऱ्यो हामीले। त्यो अघि उसले 3 बाट काउन्ट गर्ने भनेको चाहिँ त्यो नर्मल है त। मान्छेहरूलाई चाहिँ 3 देखि प्यारालाइसिस भएको मान्छे नै दुखिरहेकोहरूलाई हामीले कहिलेकाहीँ यो 2 देखि पनि गर्न सक्नुपर्ने हुन्छ अब होइन। कसै दुखेर गर्न सक्दैन नि त, अनि फुल इलिमिनेट पनि गर्न सक्छ, त्यो चेक गर्न सक्नुपर्ने हुन्छ। कहिले इन्जुरी नर्मल भर्खर इन्जुरी आएकोहरूलाई पनि कहिले अगेन्स्ट ग्राभिटी गर्न सक्दैन। तर हाम्रो रिहाब प्रोसेसमा चाहिँ अब त्यही अब उसले अगेन्स्ट ग्राभिटी सक्दैन भने, सपोज उसको ग्रेड 3 छ भने, ग्रेड 3 गर्न सक्दैन भने चाहिँ हाम्रो रिहाबमा ग्रेड 2 देखि स्टार्ट गर्नु हुन्छ कि हाम्रो। सपोज उसले अब ग्रेड 2 गर्न सकिरहेछ भने चाहिँ हामी ग्रेड 1 देखि स्टार्ट गर्नुपर्ने हुन्छ। बिस्तारै त्यही अनुसारले एक्सर्साइज लाग्दैन। अब ग्रेड 0 छ भने चाहिँ कसरी स्टार्ट गर्ने त, अब कसरी प्यारालाइसिस भन्दा कसरी स्टार्ट गर्ने त। प्यासिभ मुभमेन्ट गराउनु, एक्टिभै गर्न सकेन भने प्यासिभ गराउनु पऱ्यो, हामीले आफैले गरिदिनु पऱ्यो। त्यो ब्रेनले त्यो मोसनहरू मसल्स मेमोरी स्टिमुलेसन गर्छ कि। या अर्को भनेको चाहिँ मेसिनहरू युज गर्ने, सबै प्यासिभ गर्नु पऱ्यो। या अर्को चाहिँ मैले आफैले लाइक धेरै गर्दै मैले एक्सपिरियन्स गरेको चाहिँ, यहाँ चाहिँ ग्राभिटी अगेन्स्ट ग्राभिटी छ होइन, के नभए ग्राभिटी एसिस्टेड गराउने क्या। कस्तो ग्राभिटीलाई एसिस्ट लिने कि। सपोज उसले अब यो उठाउन सकिरहेको छ, फ्लेक्सन गरिरहेको छ, अगेन्स्ट ग्राभिटी गर्न सक्दैन, तलबाट ल्याउन यहाँ ग्राभिटीले एसिस्ट गर्यो नि त हो होइन। झार्न त सक्यो त होइन, प्यारालाइसिस भएको माथि गर्थ्यो होइन, अब छोड्दैन, ग्राभिटीले एसिस्ट गर्यो नि त होइन। नसक्यो सो ग्राभिटी एसिस्टेडदेखि सुरु गर्नु पऱ्यो। सो अब कति अब प्यारालाइसिस भएकोहरूलाई होइन हल्का ग्राभिटी एसिस्टेडको पनि डिफ्रेन्ट लेभलमा छ कि। मैले अब त्यसलाई चाहिँ रिएजुकेसन बोर्ड भन्छ। अब यो भनेको चाहिँ कम्प्लिटली एसिस्टेड भयो नि त होइन, ग्राभिटीलाई एसिस्ट गऱ्यो नि त होइन। सो म हल्का लिन गरिदिन्छु कि, लिन गरेपछि हल्का फुल ग्राभिटी एसिस्टेड भयो नि त, हल्का उसले पनि गर्नु पऱ्यो। जति अनि राम्रो हुँदै गयो यसलाई धल्काउँदै ल्याउने हो कि। यो चाहिँ एकदमै इजिएस्ट पोइन्ट भयो होइन ग्राभिटी पनि। प्रोग्रेसनमा चाहिँ अब गराएपछि यहाँ चाहिँ अलि पेसेन्टले हल्का फोर्स गर्नुपर्ने हुन्छ कि यसमा चाहिँ, बुझ्यो। गर्दै अनि अगेन्स्ट ग्राभिटी लग्ने हो कि, अनि सिधासम्म अनि ग्राभिटी इलिमिनेटमा आउँछ, त्यसपछि अगेन्स्ट ग्राभिटीमा लग्यो। त्यो प्यारालाइसिसहरूलाई गर्दाखेरि चाहिँ हामी त्यसरी जान्छौँ, मैले चाहिँ त्यसरी गरेँ। सर अनि त्यो मेरो पहिला एसिएलको यो गर्दा क्या, अनि त्यो फुल फ्लेक्सन थिएन, अनि उसले यस्तो घोप्टो पारेर अनि उसले नै त्यो प्यासिभ भयो। मैले उता अर्थोप्लास्ट पछि बेस्टर थिच्यो, हजुर बेस्टर थिच्यो पुरै इन्डोर गर्नु भने अनि डरलाग्दो गरेन छोड भन्ने पुरै भाग्ने भयो। नेमारको पनि हेऱ्यो नि भिडियो, नेमारको पनि हेरेको छैन। त्यो मैले सोध्न लागेको अघि होइन, जस्तै हामी पोस्ट एक्सर्साइज होइन मसाज गर्नुहुन्छ कि हुँदैन? हुन्छ, त्यो मसाज गर्नुको लागि हामीले त्यो के भएर थियो भने होइन, पोस्ट एक्सर्साइज हामीले एक्सर्साइज गर्दा हाम्रो मसल्सहरू त वेयर एन्ड टियर भएर हुन्छ, अथवा त्यहाँ ट्रमाहरू परिरहेको हुन्छ त, माइक्रो सानो ट्रमाहरू मसल्सको हामीले मसाज गर्दा त्यो टियरलाई झन् एक्सपान्ड गर्छ भन्थ्यो कि। डिपेन्ड्स, देयर आर डिफ्रेन्ट लेभल अफ हामीले प्रेसर दिने, त्यसमा डिपेन्ड हुन्छ कि। अब वाट्स द मेन पर्पज अफ डुइङ मसाज त्यो थाहा पाउनु पऱ्यो पहिला। वाट्स यर पर्पज? अभियसली अब त्यो स्टिफ भएको उहरूलाई त्यो रिलिज गर्ने हो नि त। सो मसाजको मायोप्रेसर रिलिजको एउटा लाइक फिजियोलोजिकल इफेक्टहरू पहिला थाहा पाउनु पऱ्यो। मसाज गरेपछि बडीमा फिजियोलोजिकल कस्तो फिजियोलोजिकल इफेक्ट हुन्छ त होइन, त्यो थाहा पाएपछि वी क्यान लाइक गर्नुहुन्छ कि हुँदैन, वाट हेपन्स टु बडी। मसाज गरिसकेपछि बडीमा के हुन्छ त्यो थाहा पाउनु पऱ्यो, भित्र बडीमा के हुन्छ त्यो थाहा पाउनु पऱ्यो पहिला। त्यो भोलि रिकभरी सेसन भोलि हो त्यो।
भोलि आउँछ त्यो टपिक है त वाट हेपन फिजियोलोजिकल इफेक्ट चाहिँ के हुन्छ त्यो भोलि हुन्छ तर साह्रै खतरा हुन्छ नि त्यस्तो इनफिल्ड भयो यो चाहिँदैन त्यति अब त्यो अघि रेजिस्टर्ड एक्सर्साइज अब रेजिस्टर्ड पनि गर्न सक्छ अरे उसले होइन अघि म्यानुअल मसल टेस्टिङमा हामीले म्याक्सिमम् रेजिस्टेन्स पनि दिन सक्यो इज एबल टु बियर होइन तर रेजिस्टेन्स दिँदाखेरि उसलाई पेन कज हुन्छ कि हुँदैन होइन त्यो इफ इट डज पेन होइन इन्टेन्सिटी कस्तो अलिकता हो कि धेरै हो कि होइन इन्टेन्सिटी अफ पेन चाहिँ थाहा हुनु पऱ्यो है त अनि स्ट्रेन्थ अफ कन्ट्राक्सन स्ट्रेन्थ कति छ त कन्ट्राक्सनको हामी रेजिस्टेन्स दिँदाखेरि हामीले आफैले अब कुनै अब नि पेन एल्बो पेनकोहरू आयो भने हामीले यसरी बेन्ड गर भन्ने हो कि बेन्ड गर्दाखेरि अब कतिको उसको स्ट्रेन्थ पनि चेक गर्ने सेम टाइम उसलाई पेन भएछ कि छैन त्यो पनि चेक गरेर एक्सटेन्सनमा हेर्नु पऱ्यो होइन आइस अब उसलाई सुपिनेसन प्रोनेसन पनि गर्नु रोटेट गर पेन छ भने चाहिँ उसलाई पेन हुन्छ है त त्यो पेन छ कता पेन छ भनेर सोध्ने होइन कति छ पेन छ भनेर सोध्ने हो त्यो होइन सो अब सेन्सरी एसेसमेन्ट है कहिले काहीँ गर्नुपर्ने हुन्छ हामीलाई सुपरफिसियल सेन्सेसन भनेको पेन सेन्सेसनहरूले पेन थाहा हुन्छ कि हुँदैन कहिलेकाहीँ नर्भ इन्जुरिजहरू हुँदाखेरि टेम्परेचर सर्जरीहरू गरिसकेपछि सेन्सेसनहरू हुँदैन कि पेन सेन्सेसन कम भएर उसको सबै कुरा नर्मल होइन राइट अनि पछि लेफ्ट खुट्टा मात्रै प्यारालाइसिस हुन्छ त्यस्तो सो टेम्परेचर चेक गर्ने त्यो जोइन्ट मुभमेन्टमा लुज भन्ने बित्तिकै अब हामीले अब नि जोइन्ट गर्दाखेरि यो गर्दाखेरि कुन के भयो यो क्लोज भयो नि त यो गर्ने बित्तिकै जोइन्ट ओपन भयो नि त त्यो अब एल्बोमा पनि त्यही हो टाइट क्लोज भइरहेछ कि जोइन्ट ओपन भइरहेछ अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि इन्जुर भएको आएको अरे कुन पोजिसनमा लक भइरहेछ त होइन क्लोज प्याकमा लक भइरहेको छ ओपन प्याकमा लक भइरहेको छ डिफर्मिटिजहरू आउँदाखेरि होइन त्यो जोइन्ट मुभमेन्ट्सहरू गर्दाखेरि होइन सो अब टेम्परेचर भनेको तातो चिसो राखेर चेक गर्ने हामीले होइन तातो पानी चिसो पानी राखेर चेक गर्ने पेनको लागि केही खोचेर पिनले खोचेर चिमातिर चेक गर्ने भयो होइन त्यसपछि लाइट टच भनेको यसरी टच सेन्सेसन यो भयो होइन सो प्रेसर भनेको प्रेसर दिएर इफ दे क्यान सेन्स अर नट यो सबै गर्दाखेरि वी हेभ टु मेक देम क्लोज देयर आइज अनि चेक गर्ने है अनि कोही पेसेन्टहरूले हामी गऱ्यो भने फिल भएछ भनेर भनिदिने कि पहिला गऱ्यो होइन त्यो प्यारालाइसिस भएको पहिला साँच्चै थाहा छ भन्दै अनि यत्तिकै हाउम गर्छु भइरहेछ भनिदिने ढाँट्दिनँ क्या त्यसरी क्लोज उनीहरूलाई आँखा क्लोज गरेर गर्नुपर्ने हुन्छ है ढाँट्दिनँ क्या थाहा छ भनेर क्या फिल भइरहेछ भनेर सो वी हेभ टु मेक देम क्लोज आइज है यो सेन्सरी चेक गर्दाखेरि चाहिँ सो डिप सेन्सेसन अघि चाहिँ सुपरफिसियल सेन्सेसन भयो यो चाहिँ डिप सेन्सेसन भनेको अब मुभमेन्ट्सहरू हामी एल्बो मुभमेन्टहरू गराइदिने उनीहरूलाई क्लोज गराइदिए प्यासिभ मुभमेन्टहरू गराइदिए प्यासिभली गराइदिने के भइरहेछ माथि गइरहेछ कि तल भइरहेछ भनेर फ्लेक्सन भइरहेछ कि तल भइरहेछ सोध्ने कि हामी चलाइदियो माथि गएको कि तल गएको हुन्छ भने उनीहरू त्यो सेन्सेसन थाहा हुँदैन प्यारालाइसिसहरूले पोजिसन सेन्सेसन अब तल गएर चाहिँ माथि गएर अब हात माथि छ कि तल छ भनेर सोध्ने हो कि उनीहरूलाई त्यो सेन्सेसनहरू पनि हुँदैन कि प्यारालाइसिस भएकोहरूले मोरल है अब कम्बाइन सेन्सेसन भनेको चाहिँ स्टेरिग्नोसिस भनेको कुन चाहिँ हो मैले कन्फ्युज भएँ सेप होइन हो र त्यही दिएर सपोज अब पिज्जालाई मैले यो क्लोजर आइज उसलाई थाहा भइसक्यो यो के हो यो पेनको बिर्को त्यस्तै जस्ट अब्जेक्ट दिने बल दिने त्यो दिने अनि जस्ट यिनीहरूलाई गेस गर्न लगाउने कुन चाहिँ सेप हो होइन के हो भनेर छान्नु त्यसलाई स्टेरिग्नोसिस सेन्सेसन भन्छ स्टेरिग्नोसिस सेन्सेसन भन्छ ट्याक्टाइल सेन्सेसन भनेको चाहिँ क्लोज योर आइज अनि
गर्ने अब के गरेर लेटरले त्यो लेटर भनेको चाहिँ यो ग्राफेस्टेसिया हो ग्राफेस्टेसिया हो ट्याक्टाइल भनेको चाहिँ हामीले यो मैले यस्तो तल धर्को तानेको फिल भइरहेको छैन होइन जस्ट यो ट्याक्टाइल चाहिँ टच गर्ने 2 पोइन्ट डिस्क्रिमिनेसन भनेको चाहिँ हाम्रो कम्पास हुन्छ नि त्यो डिभाइडरवाला राख्दैन फिल भइरहेको छ जति नजिक नजिक लग्दाखेरि कति डिस्टेन्ससम्म उसले फिल हुन्छ कि टाढाको त हामीलाई मजाले थाहा हुन्छ नजिक 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 लग्ने हो कि जति नजिकसम्म लग्नु छ कि त्यसलाई अब जुन पोइन्टमा उसले एउटै सेन्सेसन थाहा हुन्छ उसको भनेको चाहिँ त्यो डिस्क्रिमिनेसन क्यापेसिटी भने चाहिँ त्यहाँसम्म भनेर थाहा पाउने यो पछि हामीले यस्तो धेरै त चाहिँदैन यो एकदम जस्ट अब यो भएकोले सरसर्ती भनिदिएको पछि है जेनरली त हामीले त्यति युज हुँदैन अब सेन्सेसनको पनि ग्रेडिङ रहेछ कि अब नो सेन्सेसन सुरुमा 0 भनेको होइन डिप प्रोपोसेप्सन भनेको चाहिँ अब हल्का अघि चाहिँ डिप सेन्सेसनहरू मात्र थाहा हुने होइन अब डिप मुभमेन्टहरू एकदम थिच्दिएकोहरू यिनीहरूमा थाहा हुन्छ कि स्किन टचहरू अब थर्मल स्किन टच थर्मल पेन थर्मल सेन्सेसनहरू भनेको चाहिँ जस्ट टच गरेको पनि थाहा हुन्छ स्किन टचहरू पनि थाहा हुन्छ अनि तातो चिसो थाहा हुन्छ त्यो हो अब सेकेन्ड भनेको चाहिँ हामीले एकदमै हात थिच्दिएको पुरै स्ट्रेच गरिदिएको डिप प्रोपोसेप्सन भनेको त्यो मात्र थाहा हुने भयो सेकेन्डमा चाहिँ होइन अब थर्डमा चाहिँ एकुरेट अघि भने चाहिँ एकुरेट लोकलाइज गर्नु मैले कहाँ गरेँ त यस्तो गरिदिएँ मैले कहाँ गरेँ भने उसले त्यहाँ देखाइदिनु सक्छ कि मैले गरेँ कहाँ गरेको भने चाहिँ उसले है त म्याक्सिमम् सेन्सेसन टेस्टहरू ब्लाइन्ड फ्लोले भइरहेको हुन्छ है त S2 स्किन टच भनेको यो स्किन टच थर्मल पेन विथ एक्युरेट लोकलाइजेसन बट डिफिसियन्ट स्टेरियोग्नोसिस चाहिँ हुँदैन है स्टेरियोग्नोसिस हुँदैन कोल्ड सेन्सिटिभिटी हुँदैन हाइपर सेन्सिटिभिटी पनि हुनसक्छ हाइपर सेन्सिटिभिटी भनेको चाहिँ के हो त धेरै अलि कम तातो पनि उसलाई धेरै तातो फिल हुने होइन कम पेन पनि धेरै फिल हुने त्यो मेरो पनि मलाई पनि त्यो हटको चाहिँ हाइपर सेन्सिटिभिटी छ है लाइक मलाई अरूलाई नपोल्ने चिज पनि मलाई चाहिँ पोल्छ कि हातले छुँदाखेरि चाहिँ मलाई चाहिँ त्यो हातले छुन चाहिँ गाह्रो हुन्छ त्यसैले म प्रायः जस्तो अनि स्पुनले खाइरहेको हुन्छ कि अलिकति तातो भात पनि खानलाई मलाई छुनलाई गाह्रो हुन्छ त्यो चाहिँ किन भएको भने प्रायः चाहिँ स्किन पिलअप भइरहेको हुन्छ कि सो फेस त्यो स्किन आउँदाखेरि चाहिँ त्यो अहिले हाइपर सेन्सिटिभ नै भइरहेको हुन्छ कि मेरो त्यसैले म प्रायः अब उसले चाहिँ अब्जेक्ट एन्ड टेक्सचर रिकगनाइजेसन गर्न सक्ने भइसक्यो अब जस्तै त्यो स्टेरियोग्नोसिस सेन्सेसनहरू आउँछ अब होइन बट नट नर्मल सेन्सेसन गुड बट नट अब नर्मल 2 पोइन्ट डिस्क्रिमिनेसन चाहिँ हुँदैन यो चाहिँ गर्न सक्यो तर 2 पोइन्ट डिस्क्रिमिनेसन चाहिँ गर्न सकेन 4मा चाहिँ होइन 4मा चाहिँ नर्मल भयो रिफ्लेक्सेस यो चाहिँ इम्पोर्टेन्ट हुनसक्छ हामीलाई कोर्नियल रिफ्लेक्स त मैले पनि बिर्सिरहेको छ कोर्नियल रिफ्लेक्स के हो आँखामा हामीले होइन टर्च लाइट देखाएपछि कोर्निया ठ्याक्क कन्ट्र्याक्ट हुन्छ कि थाहा छ त्यो त्यसलाई चाहिँ कोर्नियल रिफ्लेक्सन भन्छ कि हामी साइडबाट ल्याउँदै गएपछि कोर्निया ठ्याक्क कन्ट्र्याक्ट हुन्छ कि माथि कालो चाहिँ कन्ट्र्याक्ट सो एब्डोमिनल भनेको चाहिँ हाम्रो हामीले यहाँ यस्तो कोट दिएपछि यहाँ कन्ट्र्याक्ट हुन्छ याद गरेछ एब्डोमिनलमा काउट लगाएपछि सट्ट कन्ट्र्याक्ट हुन्छ नि त्यसलाई चाहिँ एब्डोमिनल रिफ्लेक्स भन्छ खुट्टामा यस्तो काउट लगाएपछि कि औँला यस्तो हुने के त खुट्टामा यस्तो गरेपछि त्यसलाई चाहिँ प्लान्टार रिफ्लेक्स भन्यो के भने के हो सबै भनिरहेको थियो के हो त के हो हेरौँ है त के अरे टेस्टिकल स्टिमुलेसन हुन्छ कि बुझ्यो इनर थाइमा स्ट्रोक गरेपछि त्यो कन्ट्र्याक्सन आउँछ कि हाम्रो टेस्टिजहरूमा होइन पेनिसहरूमा कन्ट्र्याक्सन आउने हो है त
अनि अर्को डिप रिफ्लेक्सहरू डिप रिफ्लेक्सेसहरू है त सो डिप रिफ्लेक्सेसहरूमा बाइसेपमा हाल्ने यस्तो हाने यस्तो हुन्छ नि ट्याको त्यो चाहिँ नि जर्क भयो रिफ्लेक्सहरू बाइसेपमा पनि हुन्छ कि हामी बाइसेपको टेन्डनमा गरेपछि पनि हुन्छ कि बाइसेपमा पनि हुन्छ ट्राइसेपमा हुन्छ अब गर्ने हो हामी पख त्यो ट्राइसेपमा पनि हुन्छ ह्यामरले ठोक्ने हो कि अनि एङ्कलमा हुन्छ होइन त्यो चाहिँ क्लोनोस भनेको चाहिँ त्यो मोस्टली त्यो प्यारालाइसिस भएकोहरूसँग हुन्छ स्ट्रोक पेसेन्ट हेरेछ तिमीहरूले अनि हामीले प्यासिभ मुभमेन्ट गर्दाखेरि हल्लिन्छ नि त्यसलाई चाहिँ क्लोनोस भन्छ काम दियो कि यस्तो यस्तो काम छ थन्डर जस्तो दिँदैन कि त्यसले चाहिँ क्लोनोस भयो त्यसले चाहिँ त्यसको ग्रेडिङ हो यो चाहिँदैन त्यति भन्दाखेरि हाम्रो स्पाइन सो एभ्री स्पाइन मैले हिजो स्पाइनल कोड देखाएको थिएँ नि एभ्री स्पाइनबाट ब्रान्चेसहरू आइरहेको छ नि होइन सो नर्भ्सहरू आइरहेको छ नि त्यो नर्भहरूले कता कता सप्लाई हातसम्म खुट्टासम्म गइरहेको छ नि त्यही हो त्यो नर्भहरूले कहाँ सेन्सेसन दिने भनेको चाहिँ त्यो हो डर्माटोम भयो सो त्यही अनुसारले कुन कुन एरियामा कुन कुन लेभलको नर्भले सर्भ गर्छ भनेर देखाइरहेको हो कि त्यहाँ अब C1 C2 C3 यो इमेज राम्रो भएन राम्रो इमेज मास्टर्स त्यो पनि पढ्यो रमाइलो छ है कस्तो नराम्रो फिल भयो किन कहाँबाट गर्ने मसँग थियो मैले त्यो हेर्नुपर्छ एकछिन यस्तो हुन्छ कि सो अब सपोज नसा च्यापेको भनेर आउँछ नि त होइन अब कुन लेभलमा नसा च्यापेको हो त होइन सपोज उसलाई अब C2 C3मा नसा च्यापेको छ भने चाहिँ यो C2 C3 लेभलमा उसलाई झुमझुम पेन आउने हो कि त्यो लेभल छ त यहाँ लेभल छ त ठ्याक्कै हो डिभाइड मात्रै गरेको त्यहाँ ठ्याक्कै लाइन छ नि त त्यसैले पेपर एउटा प्रिन्ट गरेर राख्ने जस्ट त्यो मार्क गर्नुलाई सजिलो हुन्छ हामीलाई होइन हेर्नलाई जस्ट फलोअप गर्नुलाई सजिलो हुन्छ कि राखिराख्ने विल सी है त अब यो T1 T2 यो कस्तो नराम्रो देखेको भने कुन चाहिँ ECI एसिया स्कोरिङ यहाँ सबै युट्युबबाटै प्ले viral infections. सो यस्तो स्पाइनल कोड हुन्छ होइन C1 C2 C3 यो स्पाइनल कोड देख्यो भर्टिभा है भर्टिभा देख्यो होइन C7 सम्म हुन्छ भर्टिभा चाहिँ C7 सम्म हुन्छ सो एभ्री दुईवटा भर्टिभाको बिचमा एउटा नर्भ आउँछ क्या बुझ्नुभयो त्यही त एभ्री भर्टिभा तलबाट आउँछ नि त एउटा एक्स्ट्रा आउँछ बुझ्यो C8 सम्म हुन्छ बुझ्यो सो माथिबाट भयो अनि T पनि 12 सम्म छ है ठ्याक्क
यो चाहिँ यहाँ चाहिँ एउटा एक्सर्साइज छ है C8 पनि हुन्छ है त्यहाँ हाम्रो ब्रेकल प्लेक्सस छ ब्रेकल प्लेक्सस भनेको चाहिँ हाम्रो सर्भाइकलबाट आएर हातसम्म आउने हुन्छ कि हैन L चाहिँ 5 वटा छ S पनि 5 वटा छ है सो अब C3 C2 C1 C2 लेभलको नसा कम्प्रेस भयो कि यो C3 C2 को छ नि यो कलर देखाइरहेको छ नि त्यहाँ पेन हुने भयो कि अब C3 भयो भने यो रेडमा यहाँ पेन आउने भयो अगाडिपट्टि पछाडिपट्टि चाहिँ यता C4 भयो भने यहाँ पछाडि यता यो अगाडि चाहिँ यता पेन आउँछ अब C5 C6 भयो भने C5 भयो भने यता आउने भयो त्यही अनुसार जुन पछाडि चाहिँ यहाँ आउने भयो अगाडि चाहिँ यता आउने भयो है यो C7 भयो भने त्यो अनुसार देखाउने हो कि सो अब पेसेन्टहरू आयो भने मलाई यहाँ छ भयो भने हामीले यतापट्टिबाट आएको हुनसक्छ भन्ने हामीले अन्दाज लगाउन सक्यो यो चार्ट राखिराख्नु हुन्छ हाम्रो एसेसमेन्टमा हुन्छ जस्ट टिक यो भनेर अन्दाज लगाउन सक्छ याद गर्नलाई गाह्रो हुन्छ त्यहाँबाट पनि आएको हुनसक्छ औँलामा यो भनेको कुन चाहिँ कलरमा भयो C5 लेभलमा प्रब्लम भएको भनेर बुझ्नुभयो है त यो स्किन है त Change in order to get a which is associated with त्यति मात्रै बुझ धेरै and that's motor for your visceral, so that's your autonomic output. One to remember, and T10 is around that belly button area. When we get two molars being allowed to drop, and whatever flesh would naturally drop on, you want to get into the hand is actually have a close look at the hand regions themselves. There are pictures available, but remember there's landmarks. लगइन गरिराख्नुपर्छ कहाँ गयो ल माइटोम्स भनेको चाहिँ फेरि मुभमेन्टमा हुन्छ है अब लास्ट यो अनि विल टेक ब्रेक अनि जनपद प्रहरी जोइन गरेर पुरै सिकिसक्यो यसले पुरै साइकोलोजी हान्दै हामीलाई Okay, we're going to talk about myotomes and answer the what questions. What are myotomes and why are they important in aviation? It means the following, because when you lose, it means for we nerve or segment, there's so much givement of muscles. Philipsis, habitual action, that's important in detail. Upper limb for those specific clinically relevant myotome levels. In the upper limb, for those 5 myotomes, each of those. So myotome भनेको चाहिँ अघि चाहिँ त्यो लेभलमा इन्जुरी भएपछि त्यो पार्टहरुमा चाहिँ हामीले दुख्ने सेन्सेसन आउने भयो भने चाहिँ मायोटोम भनेको चाहिँ त्यो लेभलमा इन्जुरी भएपछि त्यो मुभमेन्टहरुमा प्रब्लम आउने भयो यो पर्टिकुलर मुभमेन्टहरुमा चाहिँ प्रब्लम आउने भयो सो C5 मा प्रब्लम भयो भने शोल्डरको अब्डक्सनमा C5 को नर्भको मायोटोम चाहिँ त्यो हो जस्तै C6 को चाहिँ एल्बो फ्लेक्सन भयो एउटा लिस्टै छ आई विल प्रिन्ट इट एन्ड गिभ इट सो पछि याद गर्दै मल्टिपल टाइम पढेपछि मैले पनि बिर्सिरहेको हुन्छ मैले टाइम रिकल गरिराख्नु पर्ने हुन्छ सो हामी चाहिँ एउटा एसेसमेन्ट बुक गरिसकेपछि चाहिँ पछि चाहिँ हामीले एउटा लगै राखिरहेको हुन्छौँ या मोस्ट अफ द टाइम मैले चाहिँ हाम्रो एसेसमेन्टहरू चाहिँ गुगल फर्ममा बनाउन लाग्छौँ कि सो द्याट इट विल इजियर फर अस टु किप इट सो गुगल फर्ममै त्यो मायोटोमको चार्ट पनि हुन्छ डर्माटोमको चार्ट पनि हुन्छ है त्यो मसल्स हो यो चाहिँ मुभमेन्ट्स भयो के सपोज अब C5 लेभलमा कम्प्रेसन भयो भने कुन चाहिँ मुभमेन्टमा प्रब्लम आउँछ शोल्डर अप्सन मसल्स हैन मुभमेन्ट जोइन्ट मुभमेन्ट्सहरु
त्यो जोइन्ट मुभमेन्ट त डिफ्रेन्ट मसल्सहरूले गर्छ नि त सपोज अब C5 लेभलमा प्रब्लम भयो भने उसलाई सब सोल्डर अब्डक्सन गर्न गाह्रो हुन्छ यो प्रब्लम नर्भ्समा हुने हो कि मसल्समा हुने हो नर्भ्समा प्रब्लम भयो भने त्यसले जोइन्ट मुभमेन्टमा प्रब्लम आउने उसले गर्न सक्दैन कि आइदर मसल विक अब्डक्सन फ्लेक्सन गर्न गाह्रो हुनसक्छ या गर्न नसक्ने पनि हुन्छ डिपेन्ड अपन द इन्जुरी अफ त्यो नर्भ्समा भएपछि हामीलाई मसल्समा पनि जोइन्टमा सबैमा प्रब्लम त्यो मुभमेन्टै गर्न सक्दैन कि उसले आइदर स्ट्रेन कम हुन्छ होइन आइदर क्या गर्नै नसक्ने हुन्छ त्यो मुभमेन्ट चाहिँ उसलाई गर्न नसक्ने या कमजोर हुने त्यो हुने भयो है त जस्तै अब त्यो मसल्स विक भएर नर्भ्समा प्रब्लम हुन्छ कि नर्भ्समा प्रब्लम भएर मसल्समा यो मायोटोम भने चाहिँ मसल्समा नर्भमा प्रब्लम भएर मसल्समा हुने हो कि रिफ्लेक्ट हुने हो मसल्सले काम नगर्ने भएर चाहिँ इम्पल्स त नर्भबाट जाने हो नि त होइन सो नर्भ इन्जुरी डिस्क के भन्छ भन्दाखेरि नर्मल एक्जाम्पल चाहिँ अब ढाडको नसा च्यापेको त धेरै सुनिरहेको होला होइन डिस्क बल्स भएको होइन डिस्क बल कुन लेभलमा बल्स भएको त L4 L5मा बल्स भएछ भनेपछि उसलाई नी एक्सटेन्सनमा प्रब्लम हुन्छ विकनेस हुन्छ नी एक्सटेन्सनमा विकनेस हुन्छ डर्सिफ्लेक्सन गर्नेमा विकनेस हुन्छ त्यो हो कि सपोज अब तिम्रो एकजना केस आयो उसले ब्याक पेन भनेछ होइन ब्याक पेन भनेर कम्प्लेन गरेछ अब तिमीले डर्सिफ्लेक्सन अघि MMT चेक गर्दाखेरि विकनेस छ भनेपछि तिमीले L5 लेभलमा L4 लेभलमा प्रब्लम भएछ भनेर बुझ्न सक्यो त्यो हो हामीले गेस गर्ने मिल्यो हामीले होइन एजम्सन गर्ने मिल्यो त्यसले खुट्टा डोर्सिफ्लेक्सन गर्न सकेन भने चाहिँ L4 प्रब्लम छ भनेर बुझ्न सक्यो अब हामीले प्लान्टर फ्लेक्स पुस गर्न डक्टरहरूले फ्रमलाई पुस गर्दाखेरि प्लान्टर फ्लेक्सनको विकनेस छ पुस गर्न सक्यो भने चाहिँ S1 लेभलमा प्रब्लम छ भनेर बुझ्ने एसेसमेन्ट गर्ने भयो हामीले एजम्सन गर्न पायो कि अब कन्फर्मै गर्नलाई चाहिँ MRI गर्नुपर्ने हुन्छ साइटिका त्यही त त्यो सबैमा हामीले चेक गर्नु मिल्यो अब साइटिका भनेर त आउँछ डिफ्रेन्ट कसैले यता पेन भएको हुन्छ पहिला प्याटर्न अफ पेन हेर्नलाई चाहिँ मायोटोम हेर्नु पऱ्यो डर्माटोम उनीहरूले आफैले भन्छ उनीहरूले मलाई यता यता छ भनेपछि त्यो अनुसारले हामीले जेनरल आइदियो डर्माटोमबाट कुन लेभलमा छ भनेर थाहा भयो स्किन उनीहरूले कम्प्लेन गरेछ त यहाँ भनेर त्यो आएर चाहिँ हामीले जेनरल आइदियो L4मा पर्छ कि L5मा पऱ्यो भने त्यो जेनरल आइदियो अझ कन्फर्म गर्नलाई हामीले मायोटोम पनि गरेर हेर्ने होइन प्लान्टर फ्लेक्सन डर्टर फ्लेक्सन जोइन्ट्सको मसल होइन जोइन्ट्सको मुभमेन्ट यसमा चाहिँ मसल भनेर चाहिँ डिफ्रेन्ट मसल एउटा जोइन्ट मुभमेन्ट डिफ्रेन्ट मसलले काम गरेर आएको हुन्छ जोइन्ट मुभमेन्ट त्यसरी यहाँ मसलको दिएको छैन जोइन्ट्स मुभमेन्ट दिएछ प्लान्टर फ्लेक्सन डर्सल फ्लेक्सन नी एक्सटेन्सन हिप अब्डक्सन दिएछ अब कोही पेसेन्टले मलाई यो गर्नै सक्दैन मलाई दुख्छ भनेपछि लाइक ढाड दुखिरहेको छ मलाई यो गर्नु मुभमेन्ट गाह्रो छ भनेपछि वी क्यान गेट L3मा प्रब्लम भइरहेछ भने बुझ्ने हो बुझ्नुभयो सो यसरी नै अघिको जस्तै सबै लेभलको हुन्छ उसले सबै देखाइरहेको छैन associated movement, and each of those movements is as associated spinal cord level. Each of those a little Okay, so let's now go through each one of these upper cord levels associated with them. C5 myotome, which is shoulder abduction, and abduction is Latin to take away. So there's our C5 spinal cord level, C5 vertebra, and we have a motor neuron that goes out, and we get ching, that movement from here to here. That is abduction of the glenohumeral joint or shoulder abduction. Now next is elbow flexion for the C6 myotome. That means bending the elbow. So when we look at the C6 spinal cord level and the C6 vertebra, watch the nerve course above the vertebra and going to muscles that will bend the elbow or flexion. Elbow flexion, C6 myotome. Now the C7 myotome is elbow extension, which means to straighten the elbow. So there's the C7 spinal cord level and the C7 vertebra, and then the motor neuron goes out into primarily the tricep associated with the C7 myotome, or bending of the fingers. And so there we have the C8 spinal nerve courses below are going to do that, are going to then. So कसरी एसेसमेन्ट गर्ने थाहा भयो हैन सो हामीले त्यो MMT चेक गर्दाखेरि उसले गर्न सकेन विकनेस छ भने चाहिँ त्यहाँ पनि विकनेस छ भने हामीले चाहिँ एजम्सन गर्ने हो मायोटोमबाट चाहिँ है त एउटा चाहिँ पेन प्याटर्नबाट थाहा हुने भयो उनीहरूले यता दुखेछ भनेर होइन कसैले मलाई यस्तै गर्नु हुँदैन मलाई दुख्छ भनेपछि लाइक समथिङ प्रब्लम छ यहाँबाट पनि आएको छ भनेर हामीले एजम्सन गर्ने हो अनि त्यो प्रब्लम चाहिँ कसरी उ गर्छ त्यसको के हुन्छ रेमेडिज जस्तो हामीले एसेस गरे हैन तल एक्सर्साइज पार्ट आउने बाँकी छ त्यहाँबाट त्यसै हामीले एक्सर्साइज दिने एसेसमेन्ट भयो भने थाहा भएपछि देन वी प्लान फर एक्सर्साइज अब इनिसियल लेभलमा के गर्ने
लाइट वेटमा चाहिँ यो पुरै एक्सटेन्ड हुन्छ कि होइन जब हेभी हुँदै जान्छ यस्तो हुन्छ कि त्यो लिफ्टै गर्न सक्दैन कि राइटमा चाहिँ सक्छ होइन राइटमा एउटा हात कि यो हुन्छ कि यो हुन्छ कि लाइट वेट हुँदा चाहिँ लिफ्टिङ गर्दाखेरि चाहिँ खासै गाह्रो हुँदैन पुरै लकै हुन्छ नि होइन वेट हेभी हुँदा त्यस्तो हुन्छ कि अब त्यो त अब तिम्रो नर्भहरूको भन्दाखेरि त्यो वेटले गर्दा भएको जस्तो लागिरहेको छ मलाई वेट बेसी भयो वेट बेसी भयो तिम्रो मसलले तान्नु नसकेको त्यो वेट त अब जस्तै मुभमेन्ट त त्यो होइन त्यो लाइनको हो त्यो लाइनको मसल्सहरू हाम्रो फेसियाको लाइन छ कि फेसियामा हातमा मात्रै 4वटा लाइन छ क्या अगाडि 2टा लाइन छ पछाडि 2टा लाइन छ चेनै छ क्या यो चाहिँ नर्भमा प्रब्लम भयो भने नसामा प्रब्लम भयो भने चाहिँ मुभमेन्टमा कसरी इफेक्ट पर्छ भन्ने चाहिँ यहाँबाट हो क्या त्यो तिम्रो मस्कुलर प्रब्लमहरू कसरी त्यो फेसियल लाइनले काम गर्छ क्या तिम्रो यता नसा स्पाइनतिरै प्रब्लम छ भने चाहिँ यसमा मुभमेन्टहरू प्रब्लम आउने भयो क्या बुझ्नु Cause myotome, finger abduction the flexion, which is L2 vertebral incompetent of the hip joint. Okay, you flexion that garan moving off the L2 ground or full or abduction squeezing your garan thigh 3 vertebra. Notice that medial compartment of the thigh that does that movement. Now L4 is knee extension, which is so अब यो कुन टाइममा चेक गर्नु पर्यो त अब तिम्रो टाइपको कसरी अब जसले चाहिँ नेक पेन पनि कम्प्लेन गरेछ अनि दे आर कम्प्लेनिङ आर्म पेन पनि त्यो टाइममा हामी रिलेट गरेर चेक गर्नु पर्यो मायोटोम डर्माटोम पनि जसले चाहिँ ब्याक पेन पनि कम्प्लेन गरिरहेछ अनि दे आर कम्प्लेनिङ अन द लेग पेन फुट पेन भनेर त्यो टाइममा त्यो रुल आउट गर्नुलाई वी हेभ टु चेक दिस मायोटोम डर्माटोम बुझ्नुभयो त्यसै इन्भेस्टिगेसनहरू हेर्नुहुन्छ एक्सरेहरू एमआरआईहरू होइन त्यो इन्भेस्टिगेसनमाहरू पर्ने भयो त्यसपछि ब्लड टेस्टहरू जति पनि इन्भेस्टिगेसन त्यो चाहिँ इन्भेस्टिगेसनहरू हामीले हेर्नुपर्ने भयो होइन नर्मल एरियल गर्न सक्छ सक्दैन एरियल एक्टिभिटिज अफ डेली लिभिङ त्यसको चाहिँ एउटा फर्महरू छ म नेक्स्ट टाइम राखिदिन्छु त्यो धेरै डिफ्रेन्ट त्यो फर्महरू नै बनाएर राखिदिएर रहेछ कि एरियलको बार्थिङ कुकिङहरू त्यो हामीले सोद्धाखेरि चाहिँ तलमाथि गर्न सक्छ हिँड्न सक्छ सक्दैन उठबस गर्न सक्छ सक्दैन त्यो सोध्ने हो अहिले जेनरलमा चाहिँ एक्टिभिटिज अफ डेली लिभिङ गर्न सक्छ कि सक्दैन एक्टिभिटिज अफ डेली लिभिङ है पास भनेको चाहिँ भिजुअल स्केल सो त्यो भनेको चाहिँ 1 to 10 हुन्छ है 1 to 10 हुन्छ त्यो चाहिँ कतिको पेन आउट अफ 10 तपाईँको पेन कति हो भनेर सोध्ने हो आरपी जस्तै पेसेन्टलाई सोध्नु भिजुअल एनालग स्केल है त्यो भयो अनि त्यसै इन्भेस्टिगेसन गरिसकेपछि इन्भेस्टिगेसनबाट हेरिसकेपछि क्लिनिकल इम्प्रेसनहरू के हुन्छ त भनेर चाहिँ हामीले डायग्नोसिस लेख्ने हो कि लाइक अब इन्भेस्टिगेसन एक्सरेहरू गरेपछि बोन खिएको छ कि होइन अब एक्सरेहरू एमआरआई हेरेपछि अब एसियलको हामी यहाँ स्पेसल टेस्टहरू पनि गर्नुपर्ने हुन्छ है यहाँ स्पेसल टेस्ट कहाँ गयो माथि राखेको छ होला यहाँ छ अनि स्पेसल टेस्ट चाहिँ माथि गर्नुपर्ने हुन्छ यहीँ लास्टमा स्पेसल टेस्ट गर्यो अनि इन्भेस्टिगेसन हेऱ्यो स्पेसल टेस्ट चाहिँ इन्भेस्टिगेसनसँग चाहिँ कोरिलेट गरेर चाहिँ हामीले के भएको छ भनेर चाहिँ डायग्नोसिस गर्ने हो क्या क्लिनिकल इम्प्रेसनमा है सो अब डिफ्रेन्सियल डायग्नोसिस भनेको चाहिँ अब त्यो बाहेक अरू के भएको हुनसक्छ त होइन अब निमा एसियल मात्र छैन नि त होइन अब एसियलमा पनि नि पेन भएको नि पेन एसियल गर्दा पनि हुनसक्छ मिनिस्कसले गर्दा पनि हुनसक्छ होइन लिगामेन्टले गर्दा पनि हुनसक्छ त्यसमा त्यो भनेर लेख्ने हो कि बकेट ह्यान्डल टियर भनेर चाहिँ यो मिनिस्कसको टियर हो क्या बकेट ह्यान्डल डिफ्रेन्ट टाइप अफ टियरहरू हुन्छ कि सो अब पछि चाहिँ अब हाम्रो गोलहरू सर्ट टर्म गोलहरू लङ टर्म गोलहरू के हुन्छ ट्रिटमेन्ट प्लानहरू के हो इलेक्ट्रिक मोडालिटी दिने कि म्यानिपुलेसन गर्ने कि एक्सर्साइज दिने कि एसिस्टिभ डिभाइस दिने कि यिनीहरू प्रोग्रामहरू गर्ने सपोर्टहरू त्यो दिन अब होम प्रोग्रामहरू अब स्पेसल टेस्टहरूबाट चाहिँ यिनीहरू सोल्डरको लागि यिनीहरू हो होइन यसको लागि सबै सिकाउँदैन म मेन जोइन्टको लागि चाहिने सबसे चाहिने फ्यु अफ देम चाहिँ विल लर्न है सबै जोइन्टको लागि सबै सिकेर याद पनि हुँदैन होइन अब सिक्नु छ भने युट्युबमा राखेर टाइप गर यु नाइस डिस्क्रिप्सन पाउँछ सो मेन चाहिँ हामी टेस्ट गर्छौँ यो है त है सो अब यो
टेन्डिनाइटिस भने नि त अघि होइन सबसे धेरै हुने भनेको बाइसेप इन्जुरिजहरू हुने हो टेन्डिनाइटिस त्यसको टेस्ट हो क्या टेनिस एल्बो अब यो सबै बाइसेपको टेन्डिनाइटिसको लागि टेस्ट हो क्या सुप्रास्पिनस मसल टियर भएछ कि छैन अरे हेर्नुलाई यो टेस्ट भयो होइन सुप्रास्पिनस मसल भनेको यता माथिको मसल्सहरू हो क्या है सो यो सबै तपाईँहरूलाई चाहिँदै त चाहिँदैन अब जस्ट मेन टेस्टहरू चाहिँ म सिकाइदिन्छु नट अल अफ देम होइन यिनीहरू गरौँला सुप्रास्पिनस गरौँला रोटेटर कफको गरौँला यिनीहरू रुज टेस्टहरू एउटा भए पुग्छ अनि मेन अर्को चाहिँ भनेको चाहिँ अप्पर लिम्ब टेन्सन टेस्ट भनेर यो चाहिँ नर्भको लागि हो कि कुन नर्भहरू इफेक्टेड भएछ भनेर नर्भको लागि टेस्ट भयो है त 1 2 यसले चाहिँ अब नर्भ हाम्रो आमा 3टा नर्भ हुन्छ मिडियन नर्भ भन्ने हुन्छ अल्नार नर्भ भन्ने हुन्छ रेडल नर्भ भनेर हुन्छ सो त्यो नर्भहरूलाई टेस्ट गर्नेलाई भयो यिनीहरू सबै पछि गरौँला है त एल्बोको लागि भयो एल्बोको लागि पनि भयो लिगामेन्ट टेस्ट गर्ने कि अब यो टेस्टहरू बुझ्नु भन्दाखेरि पनि देयर आर लाइक भेरी सिम्पल वे अफ टेस्टिङ छ क्या म्यानुअल मसल टेस्टिङ भनेर हाम्रो अर्को क्लासमा त्यो कुन दिनमा राखेको छु मैले अब यिनीहरूले हामीले त्यो म्यानुअल मसल टेस्टिङै गर्ने हो होइन तर यिनीहरूले फ्यान्सी नाम मात्रै दिइरहेको हो क्या अब यो साइन्टिस्टले त्यो टेस्ट डेभलप गरेको रे त्यो त्यसको नाम दिइरहेको हो क्या यो सबै साइन्टिस्ट आफ्नो आफ्नो नाम दिएर टेस्टको नाम भयो गल्फर्स भने गल्फ खेल्नेहरूलाई भएको गल्फर्सहरूले गरेको तर हामीले मैले वाट्सएपमा पठाएको चाहिँ म्यानुअल मसल टेस्टिङ कुन डेमा छ हाम्रो एमएमटी कुन डेमा राखेको छु मैले ल यो विकको मात्र छ सर त्यसमा सर्भाइकल स्पाइन थोरासिक स्पाइन स्लम्प टेस्ट एमएमटी कुन चाहिँमा छ होइन अर्को चाहिँ राखेको थिएँ मैले ल सो एउटा सिम्पल वे अफ मेथड छ 3D MP होइन म्यानुअल मसल टेस्टिङ भनेर छ त्यो सिक्यो भने यो टेस्टहरू पनि सबै अकुपाइड हुन्छ कि तिमीले यो टेस्टहरू नामहरू याद गरेर राख्दा फ्यान्सी नामहरू हो अब अरू सबैले युज गर्नु पनि हो तर सबसे सजिलो तरिका युज गर्ने चाहिँ त्यसो अब एक्जाम्पल दिन्छ कि गल्फर्स एल्बो भनेको चाहिँ टेनिस एल्बो छ कि नै त्यहाँ हुनुपर्ने टेनिस त्यो टेनिस एल्बो भनेको चाहिँ यो हो क्या ल्याटरल इपिकोन्डोलाइटिस भनेको चाहिँ यो आइटिस आएको सब इन्फ्लेमेसन हो है सो यो भनेको चाहिँ टेनिस एल्बो भयो सो यसको टेस्ट भनेको चाहिँ कोजेन भन्ने साइन्टिस्टले मिल्स भन्ने साइन्टिस्टले बनाएको मिल्स टेस्ट भनेको सो अब सो अब त्यसमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हामीले यसरी राख्यो होइन पुस गर यसरी राखेर अब माथि घचार यो घचार्दाखेरि चाहिँ उसलाई एल्बोमा पेन एन्ड इलिसेट हुन्छ क्या यो भयो भने चाहिँ पोजिटिभ भयो टेनिस एल्बो पोजिटिभ भयो होइन अब मेरो 3D म्यानुअल मसल अघि हामीले म्यानुअल मसल टेस्टिङ भने नि होइन त्यस्तै अब म्यानुअल मसल एमएमटी पनि गर्न मिल्छ कि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले जस्ट यस्टरडे हामीले स्ट्रेचिङ गरेको जस्तै रिस्टको लागि 3टै डिमेन्सनमा चेक गर्न मिल्छ कि सपोज अब माथि टेस्ट गर्दाखेरि उसलाई कहीँ दुख्यो भने माथिको टिस्युहरू पेन भइरहेछ भनेपछि उसलाई माथिको टिस्युहरूमा डिस्फङ्सन छ भनेर बुझ्ने हो तल गर्दाखेरि तल पेन भयो भने तलको टिस्युहरूमा डिस्फङ्सन छ भनेर बुझ्ने हो त्यही त फिल भइरहेको तिमीलाई मसल कन्ट्राक्सन त फिल भइरहेछ नि यहाँसम्मै अब त्यो मान्छेलाई जता पेन इन्जुर भएको पेसेन्टहरूलाई चाहिँ इन्जुर भएको ठाउँमा फिल भइ नै हाल्छ क्या अब सपोज अब यता घचार अब उसलाई यतातिर ल्याटरल लिगामेन्टतिर पेन छ भनेपछि पुस गरेर त सो ल्याटरल जहाँ सिधा गरिनु भयो अब रिस्टको लागि भइरहेको छ एल्बोलाई गर्नु पऱ्यो भने यता गर्नु पऱ्यो एल्बोमा फिल भयो त सो अब ल्याटरलको लागि ल्याटरल टिस्युहरूमा पेन छ कि छैन डिस्फङ्सन छ कि छैन इन्जुर छ कि छैन हेर्नुलाई ल्याटरल स्ट्रेस दिने हो यता दिने हो सो यताको लागि भयो माथि गऱ्यो भने माथिको लागि पर्ने भयो तलको लागि पर्ने सिम्पल हो क्या सिम्पल भयो अब हामीले आफूले जान्नलाई पनि सिम्पल भयो अब माथि अब हुने भनेको मसल हो एउटा लिगामेन्ट हो अब
अब हामीले गेस गर्ने भने कि मस्कुलर लिगामेन्ट हुन्छ कि दुबै भइरहेको हुनसक्छ कि मसल पनि लिगामेन्टसँगै इन्जुर भइरहेको हुन्छ कि मोस्ट अफ टाइम सफ्ट टिस्यु इन्जुरी नै हो फ्यान्सी टर्म्स याद गरेर एकचोटि पढ्यो सम्झिन्छ पछि बिर्सिनै हाल्छ कि मेन एउटा चाहिँ याद गर्ने हो म्याक्सिमम अफ देम चाहिँ हामी यसरी नै याद गर्दाखेरि चाहिँ सजिलो हुन्छ कि है त त्यो चाहिँ सिकाउँछु एभ्री जोइन्ट्सको लागि कसरी टेस्ट गर्ने भनेर चाहिँ सिकाउँछु म त्यो 3 डिमेन्सन वेमा है त सो मेन कुन हो म एकचोटि हाइलाइट गरिदिन्छु पछि मेन चाहिने होइन युज गर्ने चाहिँ अनि हाम्रो रिस्ट एन्ड ह्यान्डमा गर्ने पनि त्यही हो यो सर्टेक चाहिँ सकाउँछ सकिहाल्यो अब यो भयो यो चाहिँ फोरआर्म र रिस्टको टेस्टहरू भयो है अब यसमा पनि त्यही गर्ने त फ्रेङ्क्सले अपटोमेट्री पोलिसी लङ्गस भनेको उनीहरूले यही रेजिस्ट्रेन्सै दिने हो क्या यो यत्रो फ्यान्सी नाम दिइरहेछ होइन अब यसलाई गर्ने भनेको लास्टमा यही हो टेस्ट हामीले गरे जस्तै माथि गरेको माथिको यो पोलिसिसलाई गर्ने हो त्यही हो अप्पर ब्याक पेन होइन सो अब प्रेजेन्ट हिस्ट्रीमा अब वाट्स यो प्रेजेन्ट के भइरहेछ भन्नुहोस् त हजुरलाई वाट्स यो चिफ कम्प्लेन वाट्स यो प्रब्लम वाट्स यो प्रब्लम अप्पर यहाँ मात्रै त्यति मात्रै अनि के गर्न गाह्रो हुन्छ के गर्दाखेरि सो अब हामीले चिफ कम्प्लेन लेख्नुहोस् न सबैले लेख्ने वाट्स सी कम्प्लेन अब सी एज अ कम्प्लेन अफ कि घोचे जस्तो भइरहेको छ कि ओभरअल यस्तो डल पेन डल लेकिङ भइरहेको छ भने ड्युरेसन त्यो 1 मन्थ अघि नै भयो होइन अब के गर्दाखेरि बढ्छ र के गर्दाखेरि आराम हुन्छ त्यो लेख्नु पऱ्यो ल है त एग्रिभेटिङ एन्ड रिलिफिङ फ्याक्टर ड्युरेसन एग्रिभेटिङ फ्याक्टरमा के हो एक्टिभिटिज भयो वर्क भयो रिलिफिङ फ्याक्टरमा रेस्ट भयो यो पनि हेर्दै राख्नु तिमी अनि सजिलो हुन्छ यो खै तिम्रो है त सो पास्ट हिस्ट्री ट्युबरक्लोसिस छ हजुरसँग आस्थमा ब्लड प्रेसर उहाँको त हल्का वेस्टिङ जस्तै त छ नि त्यस्तो मस्कुलर छैन नि त होइन यो अलमोस्ट सेपहरू हेर्नु न हाम्रो मसल भाउहरूको कस्तो अर्कै सेप हुन्छ यु क्यान सी हल्का माइल्ड मसल वेस्टिङहरू छ भन्ने मसलहरू त छैन होइन उहाँको होइन माइल्ड छ पोजिटिभ भन्न सकिन्छ इडिमाहरू हेर्दाखेरि त छैन होइन अप्पर ब्याकको इडिमा हेर्न मिल्ने ब्यान्डेज स्कारहरू छैन नभएको लेख्नु परेन होइन एटिट्युड अफ लिम्ब अब सुपाइनमा यसको लागि चाहिँ अब कुन चाहिँ हेर्नु अब यो एटिट्युड अफ लिम्ब चाहिँ अब अप्पर बडीको अब उसको अप्पर ब्याकको भएकोले मोर अफ हामीले अप्पर लिम्बमा फोकस गर्नु पऱ्यो होइन लोवर लिम्बमा भन्दाखेरि पनि सो एटिट्युड अफ लिम्ब हामीले अब सुपाइन भनेको पनि यसरी नै सुत्ने नै हो स्ट्यान्डिङमा हेरौँ है त एटिट्युड अफ लिम्ब कस्तो छ उसको केही डिफर्मिटिजहरू देखाएको छ त छैन है अब कहिलेकाहीँ हाम्रो अब पेन धेरै भएकोहरू कस्तो हुन्छ यस्तो यो एलिभेटेड सोल्डरहरू हुनसक्छ होइन कसैको यस्तो भएको हुनसक्छ होइन सो वी क्यान अब त्यसमा पनि पोस्चरल एनालाइसिसको क्लास पछि हुन्छ है त्यसमा सिकाउँछु म जस्ट अहिले चाहिँ त्यस्तो डेभिएसनहरू केही देखेको छैन होइन है त त्यो डेभिएसनहरू के हो पछि आउँछ है त डिफर्मिटिजहरू त्यस्तो केही छैन सो नो प्रब्लम छ टेन्डरनेसहरू पाल्पेसनमा जाऊँ है किनकि अब यसलाई फरवर्ड पोस्चर भन्छ यसको चाहिँ फरवर्ड हेड पोस्चर छ कि छैन साइडबाट हेर्नु ल फरवर्ड हेड भनेको यो होला होइन अलिकता माइल छ होइन अनि अर्को चाहिँ यो यसलाई राउन्डेड सोल्डर भन्छ क्या सोल्डर फ्ल्याट हुनुपर्नेमा कसै यस्तो भयो भने यसलाई राउन्डेड सोल्डर भन्छ उसको पनि अब छ भने अलमोस्ट यो कान र सोल्डर अलमोस्ट एउटा लेभल भयो भने इट्स ओके राउन्डेड सोल्डर त्यति अब कान भन्दा पनि यस्तो धेरै आयो भने यो अब राउन्डेड सोल्डर भयो होइन है धेरै आउनु भयो भने उसको माइल छ भन्ने मिल्छ हामीले उसको हल्का गइरहेछ होइन छैन त्यस्तो अब्जर्भेबल माइल छ भनेर लेख्थ्यो सो अब हामी पाल्पेसनमा जाऊँ है त सो अहिले अप्पर ब्याक भन्ने बित्तिकै अब कहाँ पाल्पेट गर्ने त हामीले त्यो अब सो अप्पर ब्याक भनेपछि हामीले मेन पाल्पेट गर्नुपर्ने भनेको स्क्यापुलालाई रेफरेन्स दिने होइन स्क्यापुला यो भी सेपको छ सो स्क्यापुलाको भी सेप भनेको बित्तिकै पहिला यो एङ्गलमा यो एङ्गलमा पोजिटिभ छ यो कुन ग्रेड भयो कुन ग्रेड भयो ग्रेड 2 भयो
2 भयो विङ्स विड्र पनि गरेछ विड्र पनि गर्नु गऱ्यो है अब यता पनि अब यो कुनमा थियो लेफ्ट साइडको होइन अब स्क्यापुलाको सुपेरियर एङ्गल यो स्क्यापुला भयो स्क्यापुलाको सुपेरियर एङ्गलमा छ यो इन्फेरियर एङ्गल भयो होइन त्यसरी राख्नुपर्ने जस्ट स्क्यापुलाको अप्पर साइडमा भनेर लेखिदिनु सक्छ होइन विङ छ अब यता पनि यहाँ पनि विङ गरिरहेको छ अहिले होइन सो अब स्क्यापुलाको यहाँ एक पोइन्ट मात्रै भने सबै ठाउँमा माथि ओभरअल यहाँ त्यति छैन नि त होइन किप अन आस्किङ एज वेल है त यहाँ छैन दुखेछ भनेर अब उसले विङ विथड्र गरेन भने वी हेभ टु आस्क देम पेन छ भनेर पेन छ यता अब उसले अलिअलि छ भने माइल्ड पेन छ भनेर भन्छ होइन सो वी हेभ टु अब स्क्यापुला छ नि स्क्यापुलाको अर्को लाइनपट्टि यहाँ पाल्पेट गर्ने यहाँ छ अब यहाँ गरेपछि हाम्रो ट्रापिजियसहरू सक्यो यता स्केलिनी मसलहरू भन्नेहरू सक्यो कि अब यता आउने बित्तिकै हाम्रो रोम्बोइडसहरू होइन अब स्क्यापुलाको यसलाई मिडल साइड भन्छ कि भित्रकोलाई चाहिँ MEDIAL मिडल भयो यताकोलाई चाहिँ आउटसाइड द मिडल लाइनको चाहिँ ल्याटरल भन्छ है त मिडल भयो ल्याटरल भयो है सो मिडल साइडतिर हो ल्याटरल साइडतिर अब स्पाइनमा पनि अब अप्पर ब्याक भन्ने स्पाइन पनि आउँछ आफ्नो पाल्पेट स्पाइन एज वेल होइन स्पाइनमा पनि पेन छ कि छैन अब लोवर पार्ट अफ द स्क्यापुला सो स्क्यापुलालाई रिफरेन्स मानेर स्क्यापुलाको यतापट्टि स्क्यापुलाभन्दा माथि स्क्यापुलाभन्दा तल सजिलो हुने भयो भने स्क्यापुलाभन्दा यता सो पाल्पेसन सो पाल्पेट इट्स अल एबाउट पाल्पेट टेन्डरनेस पाल्पेसन गर्ने होइन यता छ छैन होइन यता छैन सो टेन्डरनेस पोजिटिभ होइन अप्पर ब्याक होइन अप्पर ब्याकमा पनि स्क्यापुलाको कहाँ नभए स्क्यापुलाको ठ्याक्क फिगर बनाएर होइन यस्तो ट्रायङ्गुलर बनाएर कहाँ यसरी ट्रिगर ड्र गरेर यस्तो है त सजिलो स्टिफ जस्तो अघि जस्तो सफ्ट टेन्सन छैन टेन्सन छ यहाँ लाइक सफ्ट छैन भन्नु पऱ्यो होइन सो टेम्परेचर स्किन टेम्परेचर अब छान्नु मिल्दैन यहाँ अब स्पाजम अलिअलि छ माइल्ड टाइटनेस माइल्ड पोजिटिभ नेगेटिभ होइन टेन्सनहरू पनि त्यो स्पाजममै आउँछ पोजिटिभ स्पाजम गर्ने त्यो पनि गइहाल्छ नो प्रब्लम होइन सो स्किन टाइप अफ स्किन त्यो पर्दैन स्कार टिस्युहरू छैन घाउ भएको छैन होइन सो अप्पर ब्याक आउने बित्तिकै वी हेभ टु चेक द रेन्ज अफ मोसन अफ नेकको कहिले नेक मुभमेन्ट गर्दाखेरि पनि यता दुखिरहेको हुन्छ होइन हार्ट मुभमेन्ट गर्दा पनि दुखिरहेको हुन्छ देन वी हेभ टु चेक अप्पर ब्याकको स्क्यापुलाको सबैको चेक गर्नु पऱ्यो डाउन सो रेन्ज अफ मोसन चेक गर्दाखेरि विल आस्क इफ पेन भइरहेको छ कि छैन कहिले नेक तल लग्दाखेरि यतासम्म पेन भइरहेको हुन्छ कहिले माथि लग्दाखेरि यता पेन भइरहेको हुन्छ फ्लेक्सन एक्सटेन्सन रेन्ज अफ मोसनमा पनि जहिले तिनवटा मुभमेन्ट हुन्छ सजिटल प्लेनमा फ्लेक्सन एक्सटेन्सन होइन फ्रन्टल प्लेनमा ल्याटरल फ्लेक्सन पेन छ सो रोटेसनल प्लेनमा ट्रान्सभर्स प्लेनमा रोटेसन होइन सो अब सर्कमडक्सन छैन होइन सो नो प्रब्लम अब वी क्यान आर्मको फ्लेक्सन एक्सटेन्सन सजिटल प्लेनमा फ्लेक्सन एक्सटेन्सन पेन छैन अनि यो फ्रन्टल प्लेन भयो होइन साइडको प्लेनबाट चलिरहेछ फ्रन्टल प्लेनमा के हुने भयो अब्डक्सन अडक्सन हुने भयो है सो ट्रान्सभर्स प्लेनमा होरिजन्टल अब्डक्सन भन्यो यसलाई चाहिँ होइन यो ट्रान्सभर्स प्लेन सजिटल प्लेन भनेको यो प्लेन भयो त्यसले चाहिँ हाम्रो राइट एन्ड लेफ्टलाई हाफ गर्ने भयो फ्रन्टल प्लेनले चाहिँ फ्रन्ट एन्ड ब्याकलाई हाफ गर्ने भयो होइन ट्रान्सभर्स प्लेनले चाहिँ अप्पर बडी लोवर बडीलाई हाफ गर्ने भयो यो भनेको ट्रान्सभर्स प्लेनमा पऱ्यो होइन अब रोटेसन गऱ्यो भने पनि ट्रान्सभर्स प्लेनमा पर्छ अर्को एक्सटर्नल इन्टर्नल रोटेसन हो नि त सो रेन्ज अफ मोसन पनि अलमोस्ट फुल छ यो अलिक यो पेनफुल छ इन्टर्नल रोटेसन सो बोथ साइड सो इन्टर्नल रोटेसन पोजिटिभ पेन पोजिटिभ लेखिदिनु त्यो सर्टकटमा इन्टर्नल रोटेसन होइन राइट इन रेन्जमा पनि रेन्ज पनि कम छ ल सो रेन्ज पनि कम छ डिक्रिज इन ROM होइन
प्रोट्र्याक्सन रिट्र्याक्सन होइन प्रोट्र्याक्सन रिट्र्याक्सन इलिभेसन डिप्रेसन यो अलमोस्ट फ्रन्टल प्लेनमा भइरहेछ होइन पेन छ छैन पेन अगाडि पछाडि गर्दा पनि छैन अगाडि माथि छैन है होइन यो रेस्ट्रिक्टेड आइसोमेट्रिक चेक गरेको हामीले है जोइन्ट मुभमेन्टहरू त्यति पर्दैन यसमा लुज ब्याक जोइन्ट मुभमेन्ट त्यति चाहिँदैन सो सेन्सरीहरू पनि यसमा त्यति जस्ट अब सेन्सरी कहिलेकाहीँ सेन्सेसन अहिले मोर पेन क्रोनिक पेनहरूमा चाहिँ सेन्सेसन चाहिँ अल्टर हुन्छ क्या सो विल जस्ट चेक टच सेन्सेसनहरू पेन सेन्सेसनहरू विल जस्ट सी कि अब यसरी स्ट्रोक गरिदिने राइट र राइट साइड र लेफ्ट साइडमा उस्तै फिल भइरहेछ कि डिफ्रेन्स फिल भइरहेछ भनेर वी क्यान जस्ट चेक कि डिफ्रेन्ट त्यो स्क्यापुलाको सुपेरियर चेक गर्यो यता चेक गर्यो त्यो क्रोनिक पेनहरूमा हुन्छ कि प्रायः जस्तो चाहिँ है इफ उसले अब यही केसमा उसले मेरो नेक पेन पनि छ होइन आर्ममा पनि झुमझुम आउँछ भनेपछि हामीले फेरि त्यो मायोटोम डर्माटोमहरू पनि जानुपर्ने हुन्छ बुझ्यो होइन उसले आफैले कम्प्लेन गर्छ भने नेक पेन हुन्छ यता टिङ्लिङ सेन्सेसन बर्निङ सेन्सेसन झुमझुम आइरहेको छ हातसम्म भनेपछि देन वी हेभ टु गो त्यो मायोटोम डर्माटोमकोमा जानु पऱ्यो हामी बुझ्यो है त र रिफ्लेक्सेसहरू अब यता ब्याकको लागि रिफ्लेक्सेसहरू यहाँ के पनि वी क्यान चेक हल्का अब ब्याक अप्पर ब्याक पेनले गर्दा अब बाइसेप रिफ्लेक्सेसहरू चेक गर्न मिल्छ यता सो बाइसेप टेन्डन चाहिँ यहाँबाट आएर यता साइडमा रेडियस बोन चाहिँ यता हुन्छ कि यता साइडमा इन्सर्ट भइरहेको हुन्छ कि सो विल होल्ड इट हियर अनि यहाँ राखेर आफै गरेर क्या सो यता ट्याप गऱ्यो भने यो भनेको पोजिटिभ आइरहेछ भने पोजिटिभ यसमा पनि अब कहिले भएन भने लेस कहिले कसैको एकदम ओभर एक्टिभ पनि हुन्छ यस्तो हल्का मात्र गर्ने बित्तिकै माथि आउँछ कि त्यो चाहिँ मोर अफ न्युरोभास्कुलर प्रब्लमहरू होइन नर्भ रिलेटेड प्रब्लम भएकोहरूको आउँछ कि ब्रेन ड्यामेज भएकोहरूको होइन स्ट्रोक भएकोहरूको यिनीहरूको चाहिँ हाइपर हुन्छ कि उनीहरूको चाहिँ है सो अब ट्राइसेपको बाइसेपको टेन्डन चाहिँ यता रेडियस हेडमा आउँछ यहाँनिर होइन यहाँ यतातिर रेडियसको हेड चाहिँ यतातिर हुन्छ सो अब ट्राइसेपको इन्सर्सन कहाँ हुन्छ कहाँतिर हुन्छ यहाँतिर हुन्छ कि यता हुन्छ सो माथि हुन्छ सो यहाँनिर टाइप गर्ने यसरी राखेर है त सो यो ट्राइसेप जर्क भयो अब बाइसेप ट्राइसेप जर्क नि जर्क पनि गरिदिउँ न गरिसकेपछि अब नि जर्कको आउट फिल हुन्छ अनि यो पटेला र यो बोनमा चाहिँ ठ्याक्क यहाँ पटेला टेन्डन हुन्छ कि यहाँ ठ्याक्क यहाँ ट्युबेल ट्युबरोसिटी भन्छ त्यसको र यसको चाहिँ बिचमा हुन्छ कि सो यो ट्याप हेर्दा कि खै यसको चाहिँ हुँदैन होला लुज रिल्याक्स लुज सर्दैन ला छैन तेरो ड्यामेज त्यो कन्ट्रोल सो एङ्कल जर्कमा चाहिँ यो टेन्डन एक्लिज यता गर्ने हो कि होइन यो हुन्छ ठिक छ भइरहेछ यो यति नै हो सो यो भयो अब अर्को ब्याबिस्किन साइन भनेको चाहिँ यो हो यो गर्दाखेरि औँला खास पोजिटिभ भयो भने चाहिँ यो खोल्ने हुन्छ अब नर्मल मान्छेहरू चाहिँ डाउन आउँछ कि अरूहरूको चाहिँ एबनर्मलमा चाहिँ ओपन हुने हुन्छ कि आउटसाइड जान्छ आउटसाइड हुन्छ नर्मलमा चाहिँ हामीले तल आउँछ कि चाहिँ यो पनि स्ट्रोक भएकोहरूको प्यारालाइसिस भएकोहरूमा चाहिँ ठ्याक्क यो चाहिँ पोजिटिभ हुन्छ है प्रायः जस्तो चाहिँ बच्चाहरूमा पनि है यसरी जाने अनि सिजरिङ गेट भनेर हामीले रक्सीखा गरेर हेर्ने
सिजर होइन अनि अर्को सफलिङ गेट भनेको सानो सानो के सानो सानो स्टेप बुढोहरू पार्किन्सन भएको रहेछ यसरी हिँड्दा हुन्छ नि बुढोहरू सफलिङ गेट हुन्छ कि यिनीहरूको चाहिँ होइन अनि अर्को वार्डलिङ गेट भनेको पेङ्गुइन वार्डलिङ यो हुन्छ सिजरिङ गेट भने जस्तो हुन्छ सिजर सिपीहरूले हुन्छ कि सिजरिङ गेट नक्नीहरूको यस्तो हुन्छ होइन सो यो टेस्टमा चाहिँ हामी स्टार्ट गर्ने चाहिँ स्लम गराउने हो सो फर्स्टमा चाहिँ जस्ट पहिला रिल्याक्स गर भन्ने स्लम अब हामीले चाहिँ थोराक्समा गर्नु लाग्छ भनेपछि थोराक्समा धेरै फोकस गर्ने थोराक्स स्लम अब यो गर्दाखेरि स्लम गर्दाखेरि दे फिल एनी पेन अनि हेड गर्दाखेरि पेन लो ब्याक गर्दाखेरि लो पेन सो यसमा जहिले स्टार्ट गर्दाखेरि चाहिँ पहिला रिल्याक्स गर्ने त्यसपछि डाउन यो चाहिँ थोराक्समा मात्र गरेँ मैले रियल सम फुल्लै गर्नु लाग्छ स्पाइनबाट भयो त्यसपछि विल मेक देम डु हेड अनि कसैको यति गर्दाखेरि फर्स्टमा चाहिँ कसैको यो स्लम गर्दाखेरि नै नसा च्यापेको ढाड दुखेको चाहिँ दे विल स्टार्ट फिलिङ पेन आइदर इन द ब्याक नत्र कसैको लेगमा पनि पेन छ भनेर थाहा हुन्छ होइन अब स्लममा जाने बित्तिकै उसले पेन छ भनेर सोध्ने छैन भनेपछि चाहिँ देन विल टाउको पनि राखिदिने टाउको फेरि तल गएर पेन छ भनेर सोध्ने छैन भनेपछि देन उनीहरूलाई के भन्ने लेग रेज गर भन्ने त्यसपछि फेरि अब स्पाइन तन्किने भयो कि पेन छ छैन यहाँ छ अरे अझ अनि स्ट्रेच पेन हो अनि फेरि अझ गरेर चाहिँ अझ पेन हुन्छ कि यहाँ यो कि यसले सबै स्पाइनहरू स्ट्रेच हुने भयो कि स्लम टेस्ट भन्छ यसलाई चाहिँ है त कोही कोही त एकदम फ्लेक्सिबल हुन्छ दुख्दैन यसमा होइन नर्मल मान्छेहरूलाई त्यति दुख्दैन यसमा अब यही नसा च्यापेकोहरूलाई चाहिँ यता झुमझुम आउनु खोज्छ कि यति गर्ने बित्तिकै ब्याक पेन हुन्छ यता हुन्छ यो उसलाई चाहिँ स्ट्रेस पेन फिल भएको नि है त के गर्ने अब के थाहा भएन भने उसले उसको चिफ कम्प्लेन के हो मैले काम गर्दाखेरि ब्याक पेन भएको छ भने त्यसलाई मेकानिकल ब्याक पेन भनिदिने क्या मेकानिकल ब्याक पेन या मस्कुलर स्ट्रेन मसल भयो भने मस्कुलर स्ट्रेन लिगामेन्ट भयो भने स्प्रेन भन्ने हो सो अप्पर ब्याक मस्कुलर स्ट्रेन भन्ने मिल्यो या तिमीलाई उसले अघि पाल्पेसन गर्दाखेरि कुनै मसल पर्टिकुलर तिमीलाई थाहा छ भने चाहिँ अप्पर ट्रापिजियस छ भनेपछि ट्रापिजियस मस्कुलर स्ट्रेन अझ धेरै एकदमै पेन चाहिँ छुँदाखेरि पनि एकदम धेरै टेन्डरनेस छ भनेपछि त्यसलाई ट्रापिजियस के मसल इन्फ्लेमेसन होइन भन्नु अब टेन्डनतिर छुँदाखेरि पाल्पेट गर्दाखेरि होइन त्यहाँ पेन टेन्डिनाइटिस होइन त्यो भन्नु मिल्यो यिनीहरू टर्मिनोलजिसहरू युज गर्नु मिल्यो एउटा स्प्रेन मसलको लागि स्प्रेन अनि लिगामेन्टको लागि स्ट्रेन त्यो भयो स्पाजम भएकोले स्पाजमलाई अब्जर्भेसनमा भएको हाम्रो एसेसमेन्ट वेस्टिङको लागि हाम्रो सोल्युसन भनेको स्ट्रेन्थनिङ गर्ने भयो पाल्पेसनमा हामीले के गरेको थियो टेन्डरनेस थियो होइन स्पाजम थियो होइन पोजिटिभ गरेको थियौँ नि हामीले होइन चाहिँ त्यसको लागि ट्रिटमेन्ट के भयो त हामीले मसल म्यानिपुलेसन सफ्ट टिस्यु म्यानिपुलेसन होइन त्यो पहिला यहाँदेखि पाल्पेसनमा पुगिरहेको छ हामी पहिला सो टेन्डरनेसको लागि स्पाजमको लागि सोल्युसन के हो म्यानिपुलेसन या म्यानुअल थेरापी भन्नु पऱ्यो म्यानुअल थेरापीमा हामी के गर्नु मिल्यो मसल माइफेसल रिलिज गर्नु मिल्यो होइन स्पाजम भएकोलाई स्ट्रेचिङ गर्नु मिल्यो होइन कपिङ गर्नु मिल्यो ड्राई निडलिङ गर्नु मिल्यो विच भयो जस म्यानुअल थेरापी गर्नु पऱ्यो होइन अब अर्को भनेको स्वेलिङहरू के छ स्वेलिङहरू भएको भए हामीले के गर्नु मिल्थ्यो हामीले हिट एन्ड कोल्ड प्याक सजेस्ट गर्नु मिल्थ्यो होइन इरीमा भएको भए होइन अनि हाम्रो फेरि स्वेलिङहरूलाई ड्रेनेज गर्ने टेक्निक पनि छ क्या मसाज टेक्निकबाट ड्रेन पनि गर्नु मिल्छ हाम्रो लिम्फेटिक सिस्टमहरू हुन्छ हाम्रो घरमा महँगा भयो जस्तो शरीर हाम्रो घरमा ठाउँमा महँगा छ कि त्यसलाई ड्रेन गर्ने मिल्छ ड्रेनेज सिस्टम छ क्या ढल जस्तो ड्रेनेज हाम्रो चोकमा ठाउँमा हुन्छ त सेफ्टी ट्याङ्क हेर्नु रोडमै हुन्छ त एउटा ठाउँमा सुगर हुन्छ नि हाम्रो शरीरमा पनि त्यस्तै छ क्या सोल्डरको यतातिर छ होइन यहाँ छ होइन एल्बोमा यता छ घाँटीमा छ त्यो सेफ्टी ट्याङ्क जस्तो अनि फेरि यहाँ ग्रोइनमा छ पछाडि छ लिम्फेटिक सिस्टम भन्छ कि त्यसलाई सो त्यहाँनिर ड्रेन गर्ने मिल्छ क्या स्वेलिङहरू इफ स्वेलिङ वाज देयर है त सो अब आरओएम गर्दाखेरि उसको के थियो रेन्ज अफ मोसन कम थियो
रिदम भन्छ के स्क्यापुला भयो ह्युमेरस भयो के स्क्यापुला र ह्युमेरस चाहिँ रिदममा चल्नुपर्ने हुन्छ कि अब के हो त्यो भनेको सुनेछ छैन सो मोस्ट अफ द सोल्डर इन्जुरिज अप्पर ब्याक इन्जुरिजहरू हुने भनेको त्यो स्क्यापुलो ह्युमेरल रिदम ब्रेक भएपछि टिपिरहेको युट्युबमा राम्रोसित एक्सप्लेन गरिरहेको भिडियोजहरू छ है त म सर्टकटमा भन्छु स्क्यापुलो ह्युमेरल रिदम तपाईँलाई एकदमै चाहिन्छ यो ह्युमेरस भनेको चाहिँ यो बोन स्क्यापुला भनेको चाहिँ यो भयो होइन सो कम्बाइन स्क्यापुलो भयो ह्युमेरल HUMERAL ह्युमेरल रिदम भयो सो त्यसले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ फ्लेक्सन गर्दाखेरि यो फ्लेक्सन गर्दाखेरि होइन सोल्डर फ्लेक्सन हुन्छ नि त्यो बेलाखेरि स्क्यापुला पनि मुभ हुनुपर्छ कि अब ग्याप यस्तो हुन्छ होइन सो अब माथि फ्लेक्सन गर्दाखेरि एउटा सर्टेन एङ्गलसम्म चाहिँ स्क्यापुला मुभ हुँदैन त्यसपछि चाहिँ मुभ हुनुपर्छ त्यो पनि तल आउनुपर्छ कि यो पनि यसरी तल आउनुपर्छ कि तल आएपछि के भयो यो ग्याप मेन्टेन भयो यो तलैको होइन भने के भयो यहाँ टच हुन्छ अनि त्यो मसल च्यापिएर अनि इन्जुरी हुने हो क्या ग्राइन्ड भयो मसल च्यापिन्छ नि क्या च्यापिएर अनि त्यहाँ इन्जुरी हुने हो त्यही मुभमेन्ट रिपिटेटिभली भएपछि इन्जुरी हुने हो कि सो वी हेभ टु चेक अघिको अब्जर्भेसनमा वी हेभ टु चेक कि यो उसले फ्लेक्सन गर्दाखेरि अप गर्नु दुवै हात फ्लेक्सन गर्दाखेरि यो तल आइरहेको छ कि त्यति आउनु पर्ने हो आइरहेको छैन कि यताबाट ऐनामा हेरेपछि थाहा हुन्छ स्क्यापुला अब यो रोटेट हुनु पऱ्यो यो रोटेट हुनु पऱ्यो अब यो अप्पर ट्रापिजियस टाइटनेस भएपछि के हुन्छ यहाँको यहाँ अड्किन्छ यो मात्रै जान्छ कि अनि त्यसैले उनीहरूलाई अनि इन रेन्जमा दुख्ने हो कि इन पिन्च भयो कि अनि पिन्च बेन्ड हुने हो कि यसले गर्दाखेरि यही मुभमेन्ट रिपिटेटिभली उसले गर्न थाल्यो भने सी विल गेट इन त्यसैले अब हाम्रो काम भनेको यो स्क्यापुलर मुभमेन्टहरू गराउनु पर्ने हुन्छ कि यसको रेमेडी चाहिँ के हो त्यो जस्तै यो माथि जाँदाखेरि यो मुभ नभएको त्यसको त्यही त अब यो ओभर एक्टिभ भयो यसलाई स्ट्रेच गरिदिनु पऱ्यो एउटा भनेको चाहिँ यो स्ट्रेच गरिदिनु पऱ्यो अर्को भने यसको तल ल्याउने मसल्सहरूको अब यो चाहिँ माथि ल्याउने ट्रापिजियस भनेको चाहिँ इलिभेसन गर्ने मसल्स हो डिप्रेसन गर्ने मसल भनेको चाहिँ लोवर ट्र्याप्स हो सो लोवर ट्र्याप्सलाई स्ट्रेन्थेनिङ गर्नु पऱ्यो हामीले लोवर ट्र्याप्सलाई स्ट्रेन्थेन गर्नु पऱ्यो रम्बोइडसलाई स्ट्रेन्थेन गर्नु उनीहरूले चाहिँ तल तान्ने मसल्सहरू हो कि सराउन्डिङ मसल्सलाई स्ट्रङ अनि मोबिलाइज गर्नुपर्छ त्यो चाहिँ हाम्रो अप्पर क्रस लोवर क्रस सिन्ड्रोममा पढाउँछ के गर्नुपर्छ भनेर चाहिँ त्यो है